पूर्वमा लाली चम्केको देख्न, पूर्वमा लाली चम्केको देख्न आतिने छन् कति, मानवको रगत पिएर दानव मातिने छन् कति, हेर मानवको रगत पिएर दानव मातिने छन् कति, कति छन् यहाँ छटपटाइरहेका निशालाई देखेर। जनसङ्गीतको दोस्रो मोड चाहिँ काठमाडौँ आएपछि एक चरण तपाईँ वेदना परिवारमा हिँड्नुभयो, त्यसपछि यो सिमली छाया रक्तिम परिवार निर्माणको चरण चाहिँ कहिलेदेखि सुरु भयो? ए हामी भोका छौँ, एक पेट लाउन खान देऊ, ए हामी नाङ्गा छौँ, एक पेट लाउन देऊ भन्दै सरकारसँग मागी हिँड्ने जनतालाई, यो सरकारले के दियो, यो सरकारले के दियो, बुट लाठी गोली दियो। फेरि अफरहरू आए, संसद बनाउने प्रयत्न गर्नुभएको नि हो अवस्थामा, तर म यसै राम्रो छ यो मेरो जीवन भन्ने भयो कि जनताको निम्ति कानमा बन्दुक बोकेर छातीको रगत यो धरतीमा पोखेर लाल किल्ला घुम्नेलाई हाम्रो लाल सलाम, हाम्रा लाल सेनालाई हाम्रो लाल सलाम। जबसम्म गरिब र धनीको विभेद रहन्छ संसारमा है, जबसम्म हुँदा खाने र हुने खानेहरूको चाहिँ विभेद रहन्छ संसारमा, जबसम्म शोषक र शोषितको चाहिँ अस्तित्व रहन्छ हैन, यो त आन्दोलन चलिरहन्छ, कहिले कसले जित्छ कहिले जित्छ। हत्केलामा ज्यान राखी समुद्रको पानीमा के साएर आपत्ति हो जिन्दगानीमा। नमस्कार, द 1000 थट्स पोडकास्टमा म सङ्गीत। आज हामीसँग हुनुहुन्छ प्रसिद्ध जनसङ्गीतकर्मी जनगायक जीवन शर्मा। जीवन शर्माका बारेमा मैले धेरै बोलिरहनु पर्दैन। 5 दशकदेखि उहाँले जनसङ्गीतको क्षेत्रमा दिनुभएको योगदानले नै धेरै कुरा बोल्छ। सयौँ गीतहरू जनताको बिचमा अत्यधिक चर्चित छन्, स्थापित छन्। हजारौँ लाखौँ जनताहरूको बिचमा उहाँले सयौँ कार्यक्रमहरू मार्फत आफ्नो प्रस्तुतिहरू दिइसक्नु भएको छ। दर्जनौँ क्यासेटहरू मार्फत पनि उहाँले आफ्नो कलाको प्रस्तुति दिइसक्नु भएको छ। हामी आज उहाँसँग कुरा गर्नेछौँ। प्रसिद्ध जनगायक जीवन शर्मा। जीवन दाई, तपाईँलाई हाम्रो पोडकास्टमा हार्दिक स्वागत छ। धन्यवाद। तपाईँले जनसङ्गीतको क्षेत्रमा काम गर्न थाल्नुभएको 5 दशक भइसकेछ र यो 5 दशकमा पनि तपाईँ उत्तिकै सक्रिय, उत्तिकै क्रियाशील देखिनुहुन्छ र उत्तिकै आफ्नो सङ्गीत क्षमता, गायन क्षमता कायम राख्नुभएको छ। पछिल्लो 1 हप्तामै पनि तपाईँको नयाँ गीत सार्वजनिक भएको छ। त्यो गीतको 2टा फाँकी सुनेर अनि हाम्रो कार्यक्रम सुरु गरौँ न। सधैँ उच्च छ शिर हेर्दा हाँसिलो मुहार, म त नेपालको सन्तान घुम्छु दुनिया संसार। सधैँ उच्च छ शिर हेर्दा हाँसिलो मुहार, म त नेपालको सन्तान घुम्छु दुनिया संसार। यसको पहिलो अन्तरा कहिले पूर्वको टिस्टा, कहिले पश्चिम काङ्गडा, कहिले पूर्वको टिस्टा, कहिले पश्चिम काङ्गडा, कहिले हिमालको चुली, कहिले तराई र पहाड, कहिले हिमालको चुली, कहिले तराई पहाड। सधैँ उच्च छ शिर हेर्दा हाँसिलो मुहार, म त नेपालको सन्तान घुम्छु दुनिया संसार। यो गीत सधैँ उच्च छ शिर हेर्दा हाँसिलो मुहार, म त नेपालको सन्तान घुम्छु दुनिया संसार। यो गीत सबभन्दा पछिल्लो गीत हो तपाईँको। यो गीत चाहिँ कुन सन्दर्भमा लेख्नुभयो? यसको केही रचना गर्व सुनौ।
यो म देश विदेश जाँदा जे अनुभूति गरेँ, लगभग 35 देश जति म पुगिसकेका छु र त्यहाँ कार्यक्रम प्रस्तुत गरेको छु। ती देशमा बस्ने नेपालीहरूको मनोदशा बुझेको छु। ती देशमा बस्ने नेपालीहरूको देशप्रतिको, नेपालप्रतिको जागृत भावना मैले अनुभूति गरेको छु र तिनीहरूको सबैको एउटा भावनालाई समेटेर उनीहरूको विदेशमा बस्दाखेरि त्यहाँका मेहनत परिश्रम गरेर खाने नेपालीहरूको नेपालप्रतिको एउटा सद्भाव, माया, मातृत्व जुन छ त्यो अत्यन्त उच्च स्तरमा मैले पाएको छु। तिनै भावनालाई कदर गर्दै गर्दै मैले यो गीत रचना गरेँ। जस्तो विगत 30-40 वर्ष अगाडिदेखिको तपाईँको यो यात्रामा चाहिँ तपाईँले परदेशी नेपालीहरूको थुप्रै गीत लेख्नु भएको छ। जस्तो परदेशी नेपालीको एउटै आवाज भन्ने छ, यो हाम्रो प्यारो घर, यही हो संवाद भन्ने। त्यसपछि अर्को यो डुल्दै हिँड्दा भारतमा, त्यो त हाम्रो रेमरानले लेख्नु भएको, तर दाईले सङ्गीत साथीहरूले गर्नुभएको। अर्को चाहिँ यो सिलगढी मिनी बसैमा गीत गाउँदै सिलगढी मिनी बसैमा भन्ने यस्तो थुप्रो गीतहरू लेख्नु भएको छ। त ती गीतहरूमा अधिकांश चाहिँ के छ भने वर्गीय खालको सम्बन्धमा भएका, खास गरी श्रमजीवी वर्गका मान्छेहरूको कथा तपाईँले लेख्नु भएको थियो। यो गीतमा चाहिँ तपाईँले अलि समग्र नेपालीहरूको बारेमा लेख्नुभयो। त्यसमा अलिकति केही सिफ्ट हो कि भन्ने मलाई लाग्यो यो गीत अघिल्ला गीतहरू र यो गीत परदेशी नेपालीहरूकै गीतमा पनि। होइन, त्यस्तो खासै सिफ्ट मैले देख्दिनँ। जस्तो गीत गाउँदै सिलगढी भन्नेमा पनि नेपालीको भावना नै छ। नेपालीलाई छुट्याएको भूगोलले हो, भावनालाई छुट्याएको होइन भन्ने छ, होइन? त्यहाँ मात्रै सीमित छ। तर यसभित्र पनि तपाईँले गहिरिएर हेर्नु भने अर्को एउटा अन्तर छ। सुनौ दाइ। तिम्रो ओठको हाँसो मेरो मनको सपना, तिम्रो ओठको हाँसो मेरो मनको सपना, यात्रा कठिन छ आज भोलि सुन्दर छ विपना। खास वर्गलाई लेखेको, श्रमिक वर्ग है। त्यो देश विदेशमा छन्, कोही काँगडा छन्, कोही टिस्टा छन्, कोही हिमालयमा छन्, कोही तराईमा छन्। त्यहाँ बस्ने, काम गर्ने त्यहाँका चाहिँ मानिसहरूको ओठको हाँसो मेरो मनको सपना हो। त्यहाँ चाहिँ वर्गीय भावना प्रकट रूपमा उजागर छ। मसिनरी हेऱ्यो भने त्यो तपाईँ पाउनुहुन्छ। पक्कै भोलि सुन्दर छ सपना, आज कठिन छ यात्रा तर भोलि सुन्दर छ सपना। पक्कै पनि यो गीत त अहिले त अडियोको रूपमा मात्रै तपाईँले अपलोड गर्नुभएको छ। यसको भिडियो बनाउने कुनै तयारी गर्नु भएको छ कि? दाम कता एउटा आयो भने बिना पैसा केही छैन, बिना दाम केही नहुन हुन्छ। गीत रेकर्ड गर्न पनि अहिले धेरै महँगो पनि भइसक्यो। महँगो छ, त्यसले रेकर्ड गऱ्यो पैसा फर्कने होइन। अब त्यो युट्युबलाई दियो, कहाँ घुम्छ। अब अहिले त यो डिजिटल प्लेटफर्महरूले पनि त्यस मार्फत पनि कमाइ हुने भन्ने कुरा पनि हामीले व्यापक मिडियाहरूमा पढ्छौँ, हेर्छौँ पनि। कतिपय नाम चलेका कलाकारहरूले त्यहाँबाट कमाइरहेको भन्ने पनि देखिन्छ। दाइले आफ्नै डिजिटल प्लेटफर्महरू चलाउनु भएको छ कि छैन? मेरो एउटा युट्युब च्यानल छ र फेसबुक एउटा छ, त्यही हो। त्यहाँबाट कमाइ पनि छ कि छैन? अहिले कमाइ त खासै छैन। पुरानो गीतहरू चाहिँ दाइले आफ्नो प्लेटफर्ममा राख्नु भएको छैन? धेरै त म्युजिक नेपालकै नेपालको उसको चाहिँ उसले राखेको छ प्लेटफर्महरूमा। बेला बेलामा उनीहरूले चाहिँ केही जम्मा गरिदिएका हुन्छन्, रोयल्टी। अब मेरो युट्युब च्यानलबाट पनि कहिले काहीँ आइरहेकै हुन्छ र त्यस्तो उल्लेखनीय रूपमा छैनै भन्न पनि मिल्दैन, बेसरी छ भन्न पनि मिलेन। तर अब अहिले दाइको गीत सङ्गीत मार्फत नै हुने कमाइ चाहिँ डिजिटल प्लेटफर्म मार्फत चाहिँ छैन। होइन, छैन भन्न पनि भएन, छ भनेर गौरव गर्न पनि छैन है। त्यस्तै हो। अब दाइ अलिकति अहिले चाहिँ यो उहरूमा के भन्छ, मञ्चहरूमा विभिन्न के भन्छ सांस्कृतिक कार्यक्रमहरूमा, फेस्टिभलहरूमा त्यस्तोमा चाहिँ जानुभएको छ। बरु त्यताबाट चाहिँ बरु अब केही राम्रो भएको छ। कहिले देशभित्र, कहिले विदेशमा, कहिले कुन ठाउँमा महोत्सवहरूमा, कहिले यस्तै चाहिँ विभिन्न संस्थाहरूका कार्यक्रमहरूमा त्यहाँ जाँदाखेरि उनीहरूले गएको एउटा पारिश्रमिकहरू होइन, त्यो चाहिँ
अलि उल्लेखनीय रूपमै छ। उम्, यो डिजिटल प्लेटफर्महरूबाट आएको चिजहरू छैन है त्यति छैन। अब यो कार्यक्रमहरूमा त दाइ कति जति जानुभयो होला केही यसो त्यस्तो केही उ छ त आजसम्म यसरी कार्यक्रमहरूमा मञ्चहरूमा अब कति यत्रो गाउनु होला 32 सालदेखि 42 सालसम्म हजुर कहाँ कहाँ गएर के गीत गायो भनेर के सम्झिन्छ र? सबै सबै वर्षमा प्रत्यक्ष चाहिँ गाउने एकै वर्षमा 100औं ठाउँमा पुगिन्छ होइन। अँ। अब यो 50-51 वर्षको यात्रामा त कहाँ कहाँ कति कति केही त्यस्तो अलिकति अविस्मरणीयहरू हुन्छ नि जस्तो कि तपाईँहरू त्यति बेला अभियानमा देशभित्र पनि र बाहिर पनि जाँदाखेरि भएका अलिकति अविस्मरणीय कार्यक्रमहरू हामीलाई सुनाइदिनु जति बेला चाहिँ प्रत्यक्ष एउटा गाउनुभयो। अविस्मरणीय मलाई के लाग्छ भने दुबईमा पहिलोचोटि जाँदा उम्, करिब 3000-4000 जति दर्शकहरू थिए। उम्, त्यहाँ हाम्रो दिपाश्री निरौला दिपक राजगिरी उम्, सहितको हाम्रो टोली गएको थियो। त्यहाँ यस्तो माहौल थियो कि अब हाम्रो धारभन्दा फरक धारका गीतहरू लगभग चाहिँ कतिपय त टुपिस लाएर गीत गाउन उम्, जान्थे उम्, कलाकारहरू होइन। दुबईमा गर्मीमा खरिएका ती केटाहरू त्यस्तो केटीहरूको अब उताउले डान्स देख्दाखेरि अब कति उत्तेजित भयो होला। त्यसपछि मेरो पालो आयो ठ्याक्कै मेरो चाहिँ पसिना छुट्यो। अब त्यो डान्स हेरेर उत्तेजित छन् केटाहरू, यो गरिब दुःखको गीत के सुन्लान् र भनेर म अचम्मै परेको थिएँ। एक प्रकारले मञ्चमा जाउँ कि नजाउँ पनि भएको थियो, दोमन भएको थियो। अब के हो मनस्थिति होइन, आउट 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 भन्ने हुन् कि है बेइज्जत गरेर मञ्चबाट लखेट्ने हुन् कि केही थाहै छैन। त्यस्तो द्वैध मनस्थितिमा म यहाँबाट गइसकेपछि एउटा उ लिएर होइन के भन्छ त्यसलाई एउटा सम्झौता गरेर गएपछि आयोजकसँग स्टेजमा जानै पर्यो। गरुङ्गु पाइला लिएर स्टेजमा गएँ, उत्रेँ, नमस्ते गरेँ, सबैलाई नमस्ते भने। हो के भने दिपक राजगिरीले कुरो बटाएर हेर्नु, अहिलेसम्म तपाईँहरू काल्पनिक दुनियाँमा हुनुहुन्थ्यो, तपाईँको दुनियाँ अहिलेसम्मको भ्रमको दुनियाँमा तपाईँ बाँचिरहनु भएको छ, त्यस्तै गीत सुनिरहनु भएको छ। तर अब तपाईँहरूलाई म एउटा यथार्थ दुनियाँमा लैजाँदैछु। तपाईँहरूको जिन्दगी, तपाईँहरूको पसिना, तपाईँहरूको मेहनतका गीत गाउने, सयौँ गीतहरू, हजारौँ गीतहरू गाएर कहिले जेल, कहिले नेल, कहिले हतकडी, कहिले लाठी हँसुर ग्यास खाँदै खाँदै तपाईँहरू गीत गाए बापत जिन्दगीको यात्रा अगाडि बढाइरहेको एउटा त्यस्तो कलाकार भन्ने के पाएको थियो। दर्शकले जीवन शर्मा भन्ने हाल्यो। मेरो पसिना बल्ल भएन, एसीभित्र पसिना आइरहेको थियो। हो अब हुने भयो भने है। त्यसपछि एकदमै मेरो मनस्थिति ठ्याक्कै उल्टो भने, अब आत्मविश्वास बढ्यो, आत्मविश्वास पुरै बढ्यो। अनि मैले नेपालबाट तपाईँहरूलाई अरू के ल्याउन सक्थेँ र यो मरुभूमिमा एक मुठी झरनाको चिसो पानी लिएर आएको छु, स्वीकार गर्नु होला भनेर झरनाको चिसो पानी भन्ने गीत गाएको मान्छेहरू 3-4 हजार मान्छे बुरुक बुरुक उठ्यो है। त्यसपछि अर्को गीत गाएँ, कोही साथी सागर पारी अरबका खाडीमा, कोही साथी सिट्ठी फुक्दै मलायाका झाडीमा, हत्केलामा ज्यान राखी समुद्रको पानीमा, के साएर आपत्यो जिन्दगानीमा भनेको मान्छे दृक्कै। त्यसपछि अर्को गीत गाएँ, सिमली छाया, मान्छेले वन्स मोर गरे, वन्स जति वन्स गरे नि अब कलाकार निश्चित थिए, एक प्रकार निर्धारित थियो। त्यसपछि म निस्केँ। अर्को कथा हुन्छ, त्यो लामो हुन्छ त नभनौँ होइन। सुनौ कि त्यो यो चाहिँ पहिलोचोटि तेस्रो मुलुक तेस्रो मुलुकमा
पहिलोचोटि तेस्रो मुलुक भनेको अब इन्डिया बाहेक तेस्रो मुलुक होइन, खाडी मुलुक। तेस्रो मुलुक गएको दोस्रो पल्ट थियो त्यो। ए खाडीमा गएको पहिलोपल्ट थियो। खाडीमा पहिलोपल्ट थियो। पहिलोचोटि म तेस्रो मुलुक भन्नाले हङकङ गएको ए थिएँ, हङकङ जानुभएको थियो। समुद्र पारी। उम्, उम्, दोस्रोचोटि त्यहाँ गएको उम्, दुबई। उम्, उम्। त त्यो अर्को- घटना अर्को- चाहिँ जिन्दगीको एउटा इम्पोर्टेन्ट घटना मलाई लाग्छ। त्यो अर्को अविस्मरणीय पनि भन्दै हुन्थ्यो। त्यो भित्र कथा छुट्टै छ, त्यो लामो छ। त्यही दुबई जाँदा के हो कि? त्यही हो, तर त्यो अहिले यहाँ प्रसङ्ग नगरौँ। ठिकै छ। अनि अब त्योभन्दा अगाडि पनि दाइले झन्डै 20-30 वर्ष चाहिँ यो तेस्रो मुलुक जानु अगाडि पनि खास गरी भारतको प्रवासी नेपालीहरूको विषयमा त धेरै कार्यक्रम लिएर जानुभयो। पहिला अब धेरै, म त त्यहाँ त 40 अझ 38 सालदेखि नै जान थालेको इन्डिया त। कुन ठाउँ जानुभएको थियो पहिलोचोटि कार्यक्रम लिएर? पहिलोचोटि बनारस गइयो। उम्, अखिल भारत नेपाली युवा सङ्घको कार्यक्रम थियो। त्यहाँको अनुभव पनि नयाँ नै होला, किनकि पहिलोचोटि जानुभएको भनेपछि। त्यहाँ त केही भएन, नेपालीको बिचमा गाउँदै हिँडेको, त्यहाँनिर तिनै नेपालीहरू थिए। त्यस्तो खासै अनुभव त लागेन, तर एउटा चाहिँ सानो त छ, र त्यो उल्लेखनीय अनुभव छैन। इन्डियाका अरू सहरको बरु स्मरणीय छन् होला? अरू सहरको एउटा के छ भने हामी 3जना कलाकार गएको थियौँ मद्रास प्रोग्राममा गएको, एकता समाज कार्यक्रममा। हामीलाई चाहिँ पक्रा हेर्नुहोस्, पुलिस लाएर। के भयो भने हाम्रो गाउँको एकजना मान्छेको भान्जी पर्ने थिएन हाम्रो एउटी कलाकार। हामी 2जना केटाहरू थियौँ, अनि 3जना भएर हामी 3जना कलाकार गएको थियौँ इन्डिया। ऊ रहेछ के अलिक फरक धारको विचार भएको मान्छे रहेछ। उसले मेरो भान्जीलाई किन यसलाई भनेर न्यु खोज्यो। अनि पुलिसलाई चाहिँ उसले मेरो भान्जीले ल्यायो यिनीहरूले भनेर लगाइदिएछ। मद्रासमा के रहेछ भने भान्जी भनेको श्रीमती जस्तो रहेछ। ए त्यो शब्दको अर्थ त्यस्तो लाग्दो रहेछ। भान्जीलाई नै बिहा गर्ने उनीहरू त। ए दिदीको छोरी अथवा बहिनीको छोरी उनीहरूले बिहा गर्ने। ल अब पुलिसलाई चाहिँ सिरियस केस भयो। अनि हामीलाई आएर पक्रे, पुलिसले पक्रेर कस्टडीमा लग्यो, 3जनालाई लग्यो। त्योभन्दा अगाडि कुटपिट गर्न खोजेको थिए है, र अलि हात छोड्न सकेन। र लगभग त्यहाँका उसका साथीहरू, मद्रासी साथीहरूलाई बोलाएर पिटाउन खोज्यो। अनि पिट्न चाहिँ सकेनन्, किनभने तिनीहरूलाई पनि अहिले डराउँदो रहेछ। त्यहाँ गइसकेपछि पुलिसले सोध्यो किन ल्याएको कसो। हाम्रो एउटा प्रोग्राम छ एकता समाजको, एकता समाजका साथीहरू पनि गथे। किन हामी कलाकार हो, प्रोग्रामको लागि आएको, हामी प्रोग्राम दिएर नेपाल फर्किने भनेपछि त्यो महिला कलाकारलाई सोधे उनीहरूले। सोमा राणा भन्ने कलाकार थिइन्, अनि अहिले बितिन् छैन। अनि त यो मामासित जान्छस् कि के अरे यो भान्जी भन्ने सिक्यो होइन, मामासित जान्छस् कि यिनीहरू यी कलाकारसित जान्छस् भनेर सोधेपछि अब मामाले बोलाएर आएको होइन, म त यिनीहरूसित जान्छु भनेपछि यु हेभ नो राइट भनिदियो उसलाई पुलिसले है, मामा भन्नेलाई यु हेभ नो राइट भनेर उसलाई थर्काएर पठाइदियो। अनि हामीले प्रोग्राम सफल पारेर आइयो। त्यस्ता खालका चाहिँ विदेशमा डुल्दाखेरि पहिलोचोटि मद्रास गएको त्यस्तो भयो। अलिक अब 20-22 वर्षकै उमेर थियो होला, पञ्चायतकालमा। अब 38 साल भनेपछि 38 सालमा 38 साल 39 साल कहिले त्यस्ता घटनाहरू चाहिँ घट्छन् भर्ती पहिला। त्यो यस्ता उहापोह जिन्दगीको यति लामो यात्रामा घटनाहरू त के छन् है। कहिले चाहिँ कोसीको किनारमा लौ गइयो जिन्दगी भने जस्तो लाग्थ्यो है, त्यहाँ झगडा पर्थ्यो। हामीलाई चाहिँ हामी लुकी लुकी हिँड्ने, मान्छेले किन आयो भन्ने यस्तो यति धेरै घटना छन् यस्तो। भनेको घटनाहरूकै यस्तै घटनाहरूले नै मान्छेलाई बलियो बनाउँदै लगेको, सङ्घर्षले बलियो बनाउँदै लगेको पनि हो। बलियो बनाउँछ भनेर चाहिँ घटनामा निम्ति आएको त होइन, तर त्यो अनुभवहरूले निखार्दै लैजाने पनि अनुभवहरू चाहिँ अब
त्यस्ता घटनाका बावजुद पनि उम्, त्यो यात्रा हामीले निरन्तरतामा लग्यौँ। देश बाहिर 35 वटा देशमा सहरमा पुग्नुभयो। यहाँ नेपालभित्र त लगभग सबै जिल्लाहरूमा पुग्नुभयो। नेपालमा त सबै जिल्ला पुगियो र घुम्दै घुम्दै 700 भन्दा बढी नगरपालिका गाउँपालिका नि पुगियो। कहिले के गर्दै गर्दै कहिले गीत साङ्गीतिक यात्रामा, कहिले चाहिँ साहित्यिक यात्रामा, कहिले के अभियानमा हैन। कहिले के अभियानमा त्यसरी चाहिँ। अब नेपालभित्रका विभिन्न जिल्लामा हिजो पञ्चायतकालमै जाँदा भनेको साङ्गीतिक अभियानै लिएर जाँदा, कार्यक्रममै लिएर जाँदाका एक दुईवटा संस्मरण पनि सुनाइदिनु नि त। अब हामीले उहाँ दुबईको पनि सुन्यौँ, भारतको पनि सुन्यौँ होइन, अब नेपालको सुन्यौँ। नेपालमा त केही जस्तो लाग्दैन थियो, जति अप्ठ्यारो परे पनि। तर एउटा घटना चाहिँ मलाई सम्झिरहन्छ। त्यो साङ्गीतिक यात्रामा हिँडेको घटना होइन, यात्रा त यही हो, यसै कारणले निम्त्याएको अवस्था पनि हो। हाम्रो गाउँ भनेको पाई भन्ने गाउँ हो, राङखानीको बागलुङ राङखानी। जानुपर्ने थियो कहाँ भन्दाखेरि गलकोट हटियातिर, त्यहाँदेखि पश्चिमतिर जानुपर्ने। बिचमा 1 घन्टा लगभग ठाडो उकालो उक्लेपछि 3 चोकेको बनाउँछ, त्यहाँ लगभग 2 घन्टा त्यो वन बन्यो भने पार गरेपछि गाजागुदा भन्ने आउँथ्यो। गाजागुदाबाट फेरि 1 घन्टा तल झरेपछि बल्ल तल फेरि आउँथ्यो। त्यहाँबाट फेरि 1-2 घन्टा हिँडेपछि कता हटियातिर पुगिन्थ्यो। 5-6 घन्टाको यात्रा हो त्यो है। त्यति बेला भूमिगत थिएँ म। हेर्नुहोस्, गीत गाए बापत मलाई चाहिँ करेन्ट थियो। यसले चाहिँ अत हो यिनीहरू अराष्ट्रिय तत्त्व त्यस्तै खालको गीत गाउँछ नन्दिएर उजुर गरेँ। अब पुलिस पक्रन आए, पहिलोचोटि तारिखमा गएँ, त्यसपछि भूमिगत भयो। भूमिगत अवस्थामा दिउँसो हिँड्न मिल्दैन थियो, साँझ परेपछि मात्रै घरबाट निस्केर हिँड्ने, दिनभरि बस्ने, दिनभरि लुक्ने आँटीमा। साँझ परेपछि निस्कियो, जाँदै रात झमकै भयो डाँडा पुग्दाखेरि। त्यति बेला के निर्देशन थियो भने टर्च बाल्नु हुँदैन रातिमा है। टर्च बाल्यो भनेदेखि टाढाबाट पनि नोटिस हुन्छ भनेर पुलिसबाट बच्नको लागि टर्च बालिन्न। छमछम छुमछुम गर्दै हिँडिहाल्छ। अब साँझ परिसक्यो अनि हिउँ पर्न थाल्यो। पुष्माको बेला माथि डाँडामा पुगेपछि हिउँ पर्न थाल्यो। आधी घन्टा त बाटो ठिकै थियो, आधी घन्टापछि हिउँले सबै पुरेछ। यता हो कि बाटो त्यता हो कि थाहै छ। त्यसपछि पनि लगातार यसो अनुमानका भरमा खुट्टाले खोर्साउँदै पर्सम्म त पुग्यो। 1 घन्टा हिँडिसकेपछि कहाँ जाने कता जाने केही उपाय हिउँ बाक्लो थपिँदै गयो। अब के गर्ने होला भने रात परो 8-9 बजिसक्यो। साथीहरू कतिजना हुनुहुन्थ्यो कि एक्लै छु, केही उपाय लागेन। त्यसपछि एउटा ठुलो गुराँसको बुट्टा मुनि ओभानो थियो, हिउँ नपरेको पर्सेउला पनि थिए, ओभानो थियो। अहिले यता ठुला ज्याकेट भयो त्यसरी त एकसरा लुगा लाएर हिँड्थ्यो है। त्यहीँ बसेँ, जान्थ्यौँ निछाममै छ, आकाश अन्धकारमै छ, बादल छ, हिउँ परेको छ। जाडोले अब मरिन्छ कि जस्तो भयो। त्यही पनि कुक्रुक्क परेर बसेको छु, यताउता पर्सेउला ओछ्याएर, पर्सेउलाले हात चाहिँ पर्सेउला पनि हात घुसारेर बसेँ। कहिले 1 मिनट जाने भनेको वर्ष दिनको जस्तो हुँदैछ, जाँदैन समय। बसेपछि त्यही पनि कस्तो लाग्थ्यो भने त्यति बेला त्यो हिम्मत थियो, यो अप्ठ्यारो एकछिन लाग्यो। मैले अब साहस गरेर यो रात काट्न सकेँ भने त भोलि त उजेलो हुन्छ भन्दै अनेकौँ मनमा कुरा खेले। अनि बल्ल बल्ल रात गयो।
अनिँदै गयो कि अनिँदै गयो अनिँदै कहाँनिर गयो? यता खसराको गर्छ के आयो जस्तो उता के हो है सानो शब्दले पनि त्यति बेला त ठुलो के आयो जस्तो हुँदैछ बिहान फुरफुर उज्यालो भयो त्यसपछि यताउता हेर्छु बाटो खासै अब कहाँ आज थाहै छैन होइन त्यो पनि हिउँ पर्न छोडेर हिउँ पग्लेछ अनि अब माथितिर जानु पर्यो तल हेर्छु भन्दा छाँगो हेर्नुहोस् एकदम पहराको माथि पुगिसकेको रहेछ गलत बाटो समातेर कता हो कि कता थाहै छैन माथितिर त डाँडा निस्केँ 10 मिनट पर गएको हो त गाजोको त त्यहीँ नजिकै रहेछ ए 10 मिनेट नजिक रहेछ 10 मिनट ठिकमा ठाउँमा गएको भए त्यसो अप्ठ्यारो नपर्ने त्यसरी लगभग मृत्युको मुखबाट म जोगिएको छु यो गीत सङ्गीतको यात्रामा त्योभन्दा कठिन दिन मलाई अरू लाग्दैन यो कति सालतिरको कुरा त यो 43 साल सङ्गठनकै काममा या अथवा साङ्गीतिक यात्राकै क्रममा साङ्गीतिक उता पनि एउटा कार्यक्रम थियो अब अलिकति तपाईँ यो जुन सङ्घर्षको जीवन र सङ्गीतको पनि यो जुन जनसङ्गीतको जीवन तपाईँले जहिलेदेखि रोज्नुभयो नि त्यहाँ जाउँ न एकचोटि अलिकति फ्ल्यासब्याकमा कि यस्तो बाटो चाहिँ तपाईँले रोज्न चाहिँ केले प्रेरित हुनुभयो भनेको यो जनसङ्गीतको बाटो अथवा जनतासँग गीत गाउँदै हिँड्ने बाटो अब बच्चैदेखि होइन अथवा पारिवारिक माहौलैदेखि त्यस्तो थियो कि अथवा कुनै एउटा मोडबाट तपाईँ यता मोडिनुभयो म 30-31 सालमा 7-8 क्लासमा पढ्दाखेरि गाउँमा एउटा नयाँ खालका चेतनाका लहरहरू आए देशको लागि सोच्नुपर्छ जनताको लागि मरिबेट्नुपर्छ गरिब दुखीको निम्ति हामीले चाहिँ सङ्घर्ष गर्नुपर्छ सर्वहारा वर्गको उत्थानको लागि हामीले काम गर्नुपर्छ भन्ने खालका कुराहरू सँगसँगै त्यही विश्व साहित्य म्याक्सिम गोर्कीका किताब त्यसले आदि बुझिन्थ्यो आदि बुझिन्थेन त्यही नै पढ्ने ल्याइदिए पढिन्थ्यो मैले त्यहाँ भेटाएको एउटा के हो भने त्यही बेला सुरुमा एउटा चाहिँ अनिल सुब्बीको विधान र प्रतिवेदन कसले ल्याए त्यो हाम्रो टिचरले ल्याउनु थियो हाई स्कुलको है उहाँ हुनुहुन्छ अहिले पनि हुनुहुन्छ के नाम उहाँको कृष्ण पौडेल त्यसपछि अर्को किताब स्टालिनले लेखेको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद भन्ने आयो त्यो किताबलाई मैले गहिरोसँग अध्ययन गरेँ 2 पल्ट 3 पल्ट 7-8 कक्षा पढ्ने बेला कति कक्षा 8 क्लासमा पढ्ने बेला त्यहाँ विज्ञानका केही तथ्यहरू थिए जस्तो चाहिँ समाज कसरी बदलिन्छ त भन्दा मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन हुन्छ त्यो भनेको भित्रभित्रै गरिब दुखीहरू आन्दोलित भइरहेका हुन्छन् त्यसले चाहिँ चरम रूप लिएपछि त्यो क्रान्तिमा परिवर्तन हुन्छ त्यसको उदाहरण थियो पानी उमाल्ने पानी बिस्तार तात्दै जान्छ 40 डिग्री 50 डिग्री 60 70 डिग्रीसम्म त पानी नै रहन्छ 80 90 हुन्छ 100 डिग्री पछि त्यो उम्लन थाल्छ बाफ हुन्छ त्यस्तै त्यो बाफ भयो भने बाफ भनेको क्रान्ति हो त्यो पानीको होइन त्यसले गुण बदलिन्छ त्यसमा अनि यस्ता तथ्यहरूको आधारमा त्यहाँ चाहिँ छ द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादका कुराहरू त्यो गीत पढ्दै गएपछि हामीलाई के पर्यो भने यो समाज त बदल्नुपर्छ बदलिन्छ पक्कै अहिले मात्रात्मक परिवर्तन भन्दैछ हामीले 2 जनालाई सम्झाउँला 4 जनालाई सम्झाउँला होइन अब यो एउटा गाउँका 100-200 जना मान्छे चेतनशील होलान् अर्को गाउँका होलान् त्यसैभरिका मान्छे चेतनशील हुन्छन् कुनै दिन र यो अहिलेको जुन नयाँ अत्याचारपूर्ण व्यवस्था छ त्यो चाहिँ सकिन्छ र नयाँ व्यवस्था आउँछ भन्ने त्यो यति गहिरो छाप परेछ मनभित्र अब यही काममा लाग्नुपर्छ भन्ने भयो लाग्ने अब कसरी लाग्ने त भन्दाखेरि पछि मैले हाई स्कुलमा पढ्दाखेरि अन्तर्सदनात्मक प्रतियोगिताहरू हुन्थे कहिले के सदन 4 सदन बनाएर हाजिर जवाब प्रतियोगिता कहिले वक्तृत्व कला कहिले निबन्ध प्रतियोगिता कहिले लोकगीत प्रतियोगिता हुन्थे म चाहिँ हाई स्कुलमा प्रायः सबै प्रतियोगितामा खेलकुद बाहेक होइन भलिबलमा म सक्दैन थिएँ अरू अब खेलकुदका अरूमा पनि अरू टप लेभल टप थिएँ निबन्ध सिबन्धमा कहिले पहिला कहिले दोस्रो भने हाजिर जवाबमा पनि प्रायः हाम्रो टिम
फर्स्ट हुन्थ्यो र लोकगीत प्रतियोगितामा पनि म फर्स्ट हुन्थेँ। कहिले सेकेन्ड हुन्थेँ, कहिले फर्स्ट हुन्थेँ। त्यति बेलादेखि नै गीत सङ्गीतप्रतिको मेरो अभिरुचि तीव्र रहेछ भन्ने कुरो मैले अहिले महसुस गर्छु। गीत सङ्गीतको अभिरुचि त्यतातिर रहेछ। पछि समाज बदल्ने जब अब तीव्र अभिलाषा भयो अनि एकजना कुनै मान्छे आएर हाम्रो गाउँमा एउटा गीत सुनाउनु भयो। त्यो गीतको टुक्का अहिले पनि म सम्झिन्छु। सुनाउनु दाइ। यसो सित सर्वहार ए नेपाली वीर, चट्टान जस्तो तिम्रो छाती हिमाल छ शिर भने त्यस्तो गीत थियो। कसको गीत रहेछ? हो यो केही थाहा छैन मलाई। गाउने मान्छे? भूमिगत मान्छे। ए गाउने मान्छे नि चिन्जान भएन? त्यहाँ एक दिन क्लासमा बसियो, उनले कुरा के गरे त्यो पनि थाहा छैन मलाई, त्यति मात्रै सम्झिन्छु। गीत मात्रै। उनी कुन पार्टीको रहेछन् पछि थाहा भयो कि? पार्टी त त्यही अब चौथो महाधिवेशन पनि थिएन, एउटै पार्टी भन्ने नेकपा त्यति बेला चाहिँ है। मलाई लाग्छ तिनको यसो तराईतिरबाट आए जस्तो लाग्छ ती मान्छे। ओहो गीत चाहिँ यस्ता पनि हुन् रहेछन् भन्ने भयो कि। त्योभन्दा अगाडि यस्ता गीत सुनेको थिएन, थाहै थिएन। रेडियो नेपालका गीतहरू सुनिन्थ्यो अनि गाउँका भजन कीर्तनहरू सुनिन्थ्यो। यस्ता गीत पनि हुन्छन् भन्ने त हामीलाई थाहै थिएन। त्यो भएपछि गीत चाहिँ गीत गाएर चाहिँ प्रभाव पार्नुपर्छ भन्ने भयो। अनि मैले पनि लेख्न सक्छु कि भनेर एउटा आँट गरेँ 32 सालमा गीत लेखेँ। कति छन् यहाँ छटपटाइरहेका निशालाई देखेर, चाँडै नै आओस् बिहानी सुन्दर अँध्यारो चिरेर, पूर्वमा लाली चम्केको देख्न, पूर्वमा लाली चम्केको देख्न आतिने छन् कति, मानवको रगत पिएर दानव मातिने छन् कति, हेर मानवको रगत पिएर दानव मातिने छन् कति, कति छन् यहाँ छटपटाइरहेका निशालाई देखेर। यस्तो गीत लेखेँ। पहिलो गीत थियो। पहिलो गीत लेखेँ। पहिलो र त्यो पनि अलिकति भनौँ जनपक्षी प्रभाव परेपछिको पहिलो गीत भनौँ न। त्योभन्दा अगाडि त मैले गीत लेख्दैन थिएँ। गाउँमा लोकगीतहरू गाउने त अब स्कुलमा गाइन्थ्यो। त्यसपछि यो हाम्रै जो प्रभाव पर्यो नयाँ अब चेतनाको, त्यसपछि हामीले ती पुराना लोकगीतहरू झ्याउरे गीतहरू गाउन छोड्यौँ। यस्तै यस्तै गीतहरू चाहिँ गाएर नै एउटा बस्यो है। त्यहाँबाट सुरु भएको साङ्गीतिक यात्रा हो खासमा। र एउटा जिन्दगीको एउटा चाहिँ के भयो भने कोसे ढुङ्गा त्यो भयो। त्यसपछि स्कुल त सकेपछि अनि दाइ काठमाडौँ आउनुभयो अरे हैन? 34 सालमा एसएलसी दियो। त्यसपछि 34 सालपछि म काठमाडौँ आएँ। पुल्चोक क्याम्पसमा भर्ती भएँ इन्जिनियरिङ कलेजमा। मेरो हाई स्कुलमा 68% थियो। त्यति बेलाको निकै हाइएस्ट पर्सेन्ट जस्तै हो त्यो। यहाँ इन्ट्रान्स परीक्षा हुन्थ्यो, उताको आधी जोडिन्थ्यो, इन्ट्रान्सको आधी जोडिन्थ्यो। पुल्चोकमा भर्ना भएपछि करिब 4 सेमेस्टर हुन्थ्यो। 3 सेमेस्टर जति मैले चाहिँ कम्प्लिट गरिसकेको थिएँ। 35 साल 1 वर्ष पुरै, 36 सालको आधी सेमेस्टर। त्यहाँबाट चाहिँ आयो 37 सालको आन्दोलन आयो। गाउँबाटै म एउटा चिठी लिएर आएको थिएँ काठमाडौँमा। कसलाई थियो त्यो चिठी? म त्यति बेला गाउँमै सङ्गठित भइसकेको थिएँ है। विद्यार्थी सङ्गठनमा होइन, पार्टीमै सङ्गठित भइसकेको हुनाले गाउँबाट पार्टीकै एकजना महिला धनकुमारी, उनले एउटा चिठी लेखेर पठाइन्। के चिठी लेख्नु मलाई त्यो भित्र खोलेर हेर्ने अनुमति थिएन। फेरि हामी यति इमान्दार थियौँ कि स्टिच पनि थिएन, केही पनि थिएन। चिठी खुलै थियो तर हेरेन के लेखेको छ भन्ने पनि इमान्दारी बिरक नहेरिकन ल्याएर पारिजातलाई दिएको। ए उहाँले पारिजातलाई लेख्नु भएको छ? पारिजातलाई लेख्नु भएको रहेछ। पारिजातसँग उहाँको चिन्जान रहेछ कि पार्टी? पारिजात चाहिँ महिला सङ्गठनको अध्यक्ष, उहाँ केन्द्रीय सदस्य रहेछन्। त्यसबाट उहाँहरूको चिन्जान राम्रो, बैठकमा सँगै बस्ने आदि इत्यादि। त्यो चिठी पारिजात कहाँ पुग्यो?
त्यही पारिजातले मलाई पुरै विश्वास गर्नुभयो है। बोलायो भने त्यही चाहिँ गहुँको ढिँडो गहुँको फाँडो गहुँकै फाँडो खान्थे है, गहुँको ढिँडो खाने। त्यहाँबाट के भने रायन दाईहरूसँग सम्पर्क भयो। पारिजात रायनको नाम त्योभन्दा अगाडि नै सुन्नुभएको थियो कि थिएन थिएन? पारिजात को भन्ने थाहा थिएन? थाहा थिएन। त्यो चिठी लिएर पारिजातमा पुग्यो। पुगेपछि चाहिँ पारिजात भन्ने थाहा भयो। ठुलो मान्छे साहित्यकार भन्ने थाहा भयो। त्यसपछि रायन दाईसँग त्यहीँ भेट भयो। एउटा बुन्ती सुब्बा भन्ने थिइन् है, मिठो गीत गाउने। अनि त्यहाँ वेदना परिवार भन्ने रहेछ है, वेदना परिवारसित मेरो त्यहाँबाट लिङ्क भयो, सम्बन्ध भयो। त्यसपछि अनि इन्जिनियरिङ कलेज पढ्दै वेदनातिर गीत गाउँदै हिँड्यो। गीत गाउँदै हिँड्दाखेरि छत्तीस सालको आन्दोलन आयो। 36 सालको आन्दोलनपछि पनि फेरि गीत गाउँदै हिँड्न थाल्यो। गीत गाउँदै हिँड्दा उता इन्जिनियरिङ छुट्यो। गीतको इन्जिनियरिङतिर लाग्यो। त्यति बेला वेदना परिवारमा जोडिने बेलामा चलेका अथवा गाइने गीतहरूको के कस्ता थिए दाइ? अब अहिले त हामीले सुन्नु आजभोलि त त्यहाँतिर मजदुरको भन्नु के हुन्छ र साथमा बरिलै, दुईटा पाखुरी हो यी दुईटा पाखुरी सोधन साइलालाई, यस्तो गीत। अनि हामी भोका छौँ एक पेट लाउन खान देऊ, हामी नाङ्गा छौँ एक पेट लाउन देऊ भन्दै सरकारसँग मागी हिँड्ने जनतालाई, यो सरकारले के दियो, यो सरकारले के दियो, बुट लाठी गोली दियो। रायन दाईको होइन कि? शब्द पनि रायन दाईकै हो कि? रायन दाईकै होला। यस्तो गीतहरू थिए। गीतहरू गाउँदै हिँड्यो। कोमल धिताल पनि हुनुहुन्थ्यो त्यतिखेर, राम्रो स्वर भएको। अलि गीत पनि लेख्नुहुन्थ्यो। पछि चाहिँ उहाँ इकोनोमिक्सको प्रोफेसर पनि हुनुभयो गोर्खाको। यस्तो टिम, एउटा बौद्धिक टिमसित मेरो सम्पर्क भयो। एकातिर पारिजात, एकातिर रायन दाईहरू, बिस्तारै सुसन मास्केहरू होइन। त्यसपछि यो साङ्गीतिक यात्रा के भयो भने त्यसमा बेगिँदै हिँड्न थाल्यो। यता इन्जिनियरिङ चाहिँ उतै सुस्तायो। इन्जिनियर छोडे पनि फेरि दाइले पछि अब उसमा ह्युमेनिटिजमा त पछि मैले त्रिचन्द्र कलेजबाट दर्शनशास्त्र र पोलिटिकल साइन्स अनि इङ्ग्लिसबाट मैले त्यहाँ पुरा त्यहाँबाट गरेँ। डिग्रीमा गएर फेरि एन्थ्रोपोलोजी, मानवशास्त्र एक विषय पास गरियो। अनि इङ्ग्लिस पढियो। अब अर्को मोड, जुन मोड चाहिँ खास गरी भनौँ न यो तपाईँको सिमली छाया गीत, जो अहिलेसम्म पनि धेरै होइन हजारौँ लाखौँ दर्शक श्रोताहरूले, जनताले, तपाईँ कहीँ जानुभयो भने नि तपाईँले दुबईको पनि प्रसङ्ग भन्नुभयो होइन, दुबईमा जाँदा पनि सिमली छाया अथवा जीवन शर्मा भने त्यो पराएपछि जस्तो भन्नु, त्यो गीत सङ्गीत, यो जनसङ्गीतको दोस्रो मोड चाहिँ काठमाडौँ आएपछि एक चरण तपाईँ वेदना परिवारमा हिँड्नुभयो। त्यसपछि यो सिमली छाया, रक्तिम परिवार निर्माणको चरण चाहिँ कहिलेदेखि सुरु भयो? त्यसपछि के भयो भने पढाइ पनि छुट्यो, आन्दोलन पनि सकियो। के गर्ने, अब टिचिङ गर्न जानु पर्यो भनेर म मुस्ताङतिर गएँ। फर्केर आइयो, फेरि काठमाडौँतिर गइयो। एउटा गिटार गर्नुभयो मुस्ताङमा? टिचिङ कति समय गर्नु? टिचिङ मैले 1.5 वर्ष जति गरेँ। 1.5 वर्ष जस्तो होला मुस्ताङमै। अनि त्यो अवधिमा पनि त्यहाँ पनि त फेरि यसै त भन्न सक्नु भएन? त्यहाँ पनि गीत लेखेँ। त्यहाँ धौलागिरी छाया भन्ने गीत लेखेँ मुस्ताङमा। त्योभन्दा अगाडि मैले काठमाडौँबाट फर्किँदाखेरि एकातिर गिटार थियो, एकातिर झोला थियो। यो पोखराबाट स्याङ्जा डाँडाबाट सेती दोबाना हुँदै माथि निस्किनुपर्छ कार्किनेटा जाने बेलामा एउटा पूर्वको भरियालाई मैले देखेको थिएँ, चौतारी बसेको।
तिनले गएर धेरै बेरसम्म सोधेँ कहाँबाट आयो के गरेर आदि इत्यादि। अब आधी घन्टा 45 मिनट कति भयो सोधियो होला होइन। अनि उनी चाहिँ टोको बोकेर हिँडेँ, म पनि हिँडेँ। तिनले भनेका कुराहरूको रिफ्लेक्सन यो गीत हो। यो सिमली छाया उनकै कथा व्यथा। अब त्यति उनले त कति भने गीतमा त्यतिसम्म रह्यो। तिनीसँग फेरि पछि फर्केर दोहोरिएर भेटिने सुन्ने केही भएन। के भयो यो चाहिँ मुस्ताङमा टिचिङ सकेर आएपछि हो कि त्योभन्दा अगाडिको चरणमा? त्यो बिचैमा होला, सिलसिलामा होला, बिदामा आएको थियो होला त्यस्तै बेलामा हो। अब गीत त्यो गीत मैले गीत लेखेर हुन्छ भने मलाई लाग्दैन थियो। त्यो गीत लेखिसकेपछि माथि कारगिलको डाँडा बसेर गीत लेख्यो। गीत लेखिसकेपछि त्यो गीत लेख्छु भनेर लेखेको नि होइन, त्यो आफै लेखियो। त्यो माथि गएको पनि थाहा छैन, बिचमा चाहिँ कसरी गएँ त्यो पनि थाहा छैन। मनमा गुनगुनाउँदै गएको थिएँ। डाँडा चौतारी थियो, एक्कासी डायरी निकालेर लेख्न थालेँ। लेखिसकेपछि डायरी राख्ने बेलामा बल्ल मैले गीत लेखेँ भने थाहा पाएको छु मैले। त्यति गहिरिएर मैले चाहिँ त्यो गएरहेछु त्यति बेला। अब डायरीमा गीत त लेख्यो, भाका पनि बन्यो। 2-4 पल्ट त्यही त्यो भाका दोहोऱ्याएँ गिटारमा। डायरी त्यही थियो। त्यसलाई अब रेकर्ड गर्ने उपाय पनि थिएन। सम्झे भाका सम्झिन्यो, न बिर्से गयो। भाका मिठो छ जस्तो लाग्थ्यो है, गीत त अब लेखेपछि सम्झियो। भाका कसरी लेख्ने जे होला बासा बस्यो त्यहाँ कारगिनेट। भोलि बिहानै उठेर तल गएको थिएँ कि फलेवादेखि माथि कालीगण्डकीतिर हेर्दै। एउटा यस्तोमा चौतारी थियो, यतातिर डर थियो, यता बान्नु थियो। बान्नुबाट कालीगण्डकीतिर फर्केर हिजोको भाका सम्झन कोसिस गर्दै थिएँ। भाका हिजोको भाका लगभग सम्झिँदै अब त बिर्सन भएन भनेर 5-7 चोटि त्यही दोहोऱ्याउँदै होइन गुनगुनाएँ। मजाले गाएँ। उठ्यो के अरे ठुलो सल्लाहकारी है, कोही थिएन, कसैले सुन्ला भएन, लाज मान्नु परेन। मजाले गीत गाउँदै गिटार बजाउँदै गरेको थिएँ। ल अब सजिन्छ ग्यारेन्टी भनेर उठेँ र यतातिर चाहिँ अब जानु पर्यो भनेर डरतिर फर्किँदाखेरि त एकजना मान्छे चौतारीमा बसेर रोइराखेका। गीत सुनेर रोइरहेको रहेछ। कहाँबाट आयो बाबु भने मायालुमा म पाइ जाने हो, काठमाडौँतिर आएको भने। हजुरहरूको आउँ भनेको हजुरहरू बिनारे हो, यात्रै घात लाउने गीत लेख्यो तिनले है। आँसु पुस्दै त्यस्तो भन्दै थिए। गाइराख्दा चाहिँ तपाईँले देख्नु भएको छैन? कहाँ देखे त आउनु छोडिहाल्नु। त्यो गीत चाहिँ त्यहाँ जुन भाका तपाईँले कालकुलेटरमा गुनगुनाउनु भयो र पछि फेरि उहाँ गएर फलेवासको छेउमा गर्नुभयो, त्यही भाका हो कि पछि अलिकति चेन्ज भयो रेकर्ड हुँदा चाहिँ? त्यही हो, सेम, केही फरक छैन। अनि रेकर्ड चाहिँ कहिले गर्नुभयो त त्यो? अब यो गीत त्यो गाउँदै त हिँडियो जतासुकै होइन। त्यो गीत गाउँदाखेरि अब यो 38-39 सालको कुरा, 39 सालतिर, पछि 40, 41, 42, 45सम्म भित्रभित्र गाउँदै हिँडियो भूमिगत कार्यक्रमहरूमा। त्यो गीत गाउँदा हरेक ठाउँमा बुढाबुढीहरू रुने गर्थे। अब बल्ल खुला भइसकेपछि अनि त्यसलाई रेकर्ड गरेको 47 तिर हो। काठमाडौँमा त्यो म्युजिक नेपालमै गर्नुभयो? होइन, रेकर्ड गरेको अल्फा भन्ने छाउनीमा हो। अल्फा रेकर्डिङ स्टुडियो भन्ने थियो। पछि त्यसलाई ल्याएर म्युजिक नेपालमा दियो बेच्न। उसले चाहिँ लाखौँ कपी बेचे। त्यो भएर यो चाहिँ अब दाइको साङ्गीतिक एउटा करियर भन्छ नि हाम्रो चल्तीको भाषामा,
त्यसको चाहिँ एउटा कोसे ढुङ्गा चाहिँ दाइले उहाँ गाउँमा जति बेला किताबहरू पाउनुभयो होइन त्यसले चाहिँ तपाईँको विचारको घुम्ती त्यता यसलाई त कोसी ढुङ्गा हुँदैन, यसलाई शिलान्यासै हो यो। कोसे ढुङ्गा हुँदैन, ठुलो ढुङ्गा। त्यहाँबाट सुरु भयो जग जग त्यस्तो छ। त्यसपछि फेरि यो गीत गाउँदाखेरि धेरै मान्छेले रुचाए अनि मैले पनि गीत लेखेर हुँदो रहेछ भन्ने मलाई लाग्छ, विश्वास भयो। अनि अरू कयौँ गीतहरू लेखेँ त्यस बिचमा। यो गीत आउनुभन्दा अगाडि अरू गीत रेकर्ड गर्नुभएको थियो कि थिएन? यो सिमली छाया भन्दा अगाडि थिएन रेकर्ड गर्ने, त्यहाँ कुनै उनी थिएन। भनेको गीतहरू त बनेका थिए, गीतहरू त धेरै बनाएको थिएँ। एक दुईमा त्यो धौलागिरी छायामै त्यो बनिसकेको थियो होइन। त्यो फोकल्यान्डको टापुबाट पनि त्योभन्दा अगाडिको रेकर्डिङ चाहिँ त्यो फोकल्यान्ड टापुबाट पनि पहिल्यै सङ्गीत गरेको मैले मणि थापाले लेख्नुभएको गीत हो। मैले सङ्गीत गरेर गाउँदै हिँडेको गीत त्योभन्दा पहिल्यैको हो। धेरै गीतहरू त्यो भाग एक दुई का त्यही पिरियडका छन्। के अरे त्यस पुस्ताङ पश्चिममा उहाँ सोलुखुम्बु गएँ पढाउने गएँ। ए भनेपछि त एउटा मास्टरी जीवन पनि रहेछ मेरो। 3-4 वर्षको त मेरो 38 देखि 42 सालसम्मको त 4 वर्षको त मास्टरी जिन्दगी छ। त्यो मास्टरी मात्रै थियो कि त्यो राजनीति मास्टरी चाहिँ को न्युमा राजनीति नै हो। त्यो सङ्गठनले पठाएको काम पनि गर्ने। मुस्ताङ त सङ्गठनले पठाएको हो। अन्त चाहिँ के भने अब जहाँ जहाँ जान्छु मैले त्यहाँ विद्यार्थीहरूलाई विशेष गरेर विद्यार्थी त्यहाँ किसानहरूलाई गीत सुनाउने अनि कुरा गर्ने त्यस्तो गर्छ। सोलुखुम्बु कति बस्नुभयो? सोलुखुम्बु पनि त्यही 1 वर्ष 1.5 वर्ष जति बस्थ्यो। ए कुन ठाउँ थियो? नाम्चे बजारदेखि माथि खुम्जुङ भनेको जुन गाउँ पञ्चायतमा पर्छ सगरमाथा पर्छ। सगरमाथाको चाहिँ काखमै हो त्यो। त्यो गाउँबाट उता बस्ती नै छैन, सगरमाथाको बेस क्याम्प आउँछ। अब त्यसपछि अब बहुदल आएपछिको समय सुरु भयो भनेर सोचौँ न। त्यसपछि अब राजनीतिक आन्दोलनहरू पनि विभिन्न अब भनौँ न जनयुद्ध सुरु भयो। त्यो जनयुद्धको अवधिमा पनि अब दाइका गीतहरू चाहिँ व्यापकै रूपमा सुनिने, भित्रभित्र अब जनयुद्धका आन्दोलनकारीले पनि सुन्ने होइन। अब कतिले चाहिँ दाइलाई त्यहीँ भित्रको एकजना आन्दोलनकारीका रूपमा पनि होइन ठान्ने पनि भयो। र फेरि त्यसको एउटा प्रशासनले दुःख दिने काम पनि दाइलाई धेरै नै गर्यो जस्तो लाग्छ त्यो समयमा। त्यो अवधिका गीतहरू कुन कुन थिए, कस्ता थिए? र अब मेरो अब गीत लेख्ने बानी लगभग बसिसकेको रहेछ। त्यति बेला मैले यति धेरै गीत र कविता लेखेको छु। कविताको डायरी त प्रकाश भरि नै छन् है, अहिले पनि छन्। अप्रकाशित त कति छन् गीतहरू, त्यसपछि कविताहरू, लेख रचनाहरू है, निकै। अब एउटा इभेन्ट देख्यो भने त्यो कि त गीत बन्छ कि त कविता बन्छ, त्यसको कि त केही लेखहरू बन्छ। त्यस्तो हुन्थ्यो। दिनदिनै डेली मैले हरेक दिन केही न केही लेखिरहेको हुन्थेँ। त्यस्तो थियो। अब एउटा देश बदल्नको लागि लडाइँ आवश्यक छ भन्ने मनमा पनि थियो। त्यही सिलसिलामा के हो भने जनयुद्ध सुरु भयो। जनयुद्ध सुरु भएपछि धेरै साथीहरू अब त्यही दिशामा लागे। हामीले चिनै जानेका सबैहरू। त्यसले एउटा एक प्रकारको प्रभाव पनि पार्यो। अनि अर्कोतिर चाहिँ ठिक छ, देश बदल्नुको लागि ठिकै काम हो भन्ने पनि मनमा भयो। र त्यो पार्टीमा सामेल त भएन, तर त्यो तिनीहरूले गरेका घटनाहरूले केही चाहिँ मनमा प्रभाव पार्यो। र मेरो तर्फबाट साङ्गीतिक क्षेत्रबाट उनीहरूलाई चाहिँ मद्दत मिल्ने खालको गीतहरू मैले बनाउनुपर्छ भन्ने आयो। भित्रबाट कताबाट के आयो थाहा छैन। त्यसपछि यस्तै गीतहरू लेख्ने मुड चल्यो। त्योभन्दा अगाडि गीतहरूले पनि त्यसलाई नै सहयोग पुग्ने खालका थिए होइन। मै बुढो नि जान्छु अब सामन्तलाई हेर्न भन्ने गीतहरू यही गीतको अन्तिममा होइन। त्यस्ता गीतहरू पहिला पनि बनिरहेका थिए। त्यसै झन् तीव्र रूपमा त्यो भन्न थाले।
त्यति बेला बनेका र सबभन्दा धेरै अब ध्यानाकर्षण पनि भएका चलेका दाइलाई पनि छोका 50 को दशकमा बनेका 2-4 वटा त्यहाँ धेरै गीतहरू एउटा हुरी चराको गीत हो यो आँधी तुफानको सङ्गीत सागरमा उड्ने छाल जस्तै उठ शोषित पीडित भन्ने गीतहरू चाहिँ थिए होइन। त्यसपछि हाम्रा लाल सेनालाई हाम्रो लाल सलाम जनताको निम्ति कानमा बन्दुक बोकेर छातीको रगत यो धरतीमा पोखेर लाल किल्ला घुम्नेलाई हाम्रो लाल सलाम हाम्रा लाल सेनालाई हाम्रो लाल सलाम यस्ता गीतहरू थिए। अर्को चाहिँ गीत छ आधी रातमा हुरी चल्दा आँधी बेरी तुफान चल्दा कालो निलो आकाश मुनि मुसलधारे पानी पर्दा म त्यही आउने छु ए साथी म त्यही आउने छु। यस्ता यस्ता गीतहरू असाध्यै यो गीत चाहिँ धेरै नै चलेको मलाई केही साथीले चिठी लेख्दा पनि त्यति बेला यो गीतबाट सुरु गरेर होइन साथीले चिठी पठाउनु भएको चिठी सायद मसँग अहिले पनि सुरक्षित छ। मेरो एकजना साथी त अहिले बाहिर पनि हुनुहुन्छ अमेरिका बस्नुहुन्छ उहाँले बेला बेला सम्झनुहुन्छ त्यो समयमा त्यो 50 को दशकमा अब रक्तिम परिवारका विभिन्न भागहरू जो प्रकाशित भएका थिए होइन तिनीहरूका धेरै जसो गीतहरूले चाहिँ त्यो युद्धको समयलाई एकदम सम्बोधन गरेका गीतहरू त्यति बेला दाइले अलिकति प्रशासनले सेनाले प्रहरीले पनि दुःख दियो कतिपय सामग्रीहरू गुमे पनि भन्नुहुन्थ्यो दाइले होइन अब क्यासेटहरू पनि हराए केही गीत होइन मलाई लगभग अर्ध भूमिगत जस्तै भए पुरै भूमिगत पनि होइन कति बेला के गर्छ भन्ने डर मात्रै थियो। अन्तिममा 59 साल पछि जब राजाले टेक ओभर गरे त्यसपछि तुरुन्तै हाम्रो घरमा ठुलो सेनाको आएर डपाएर पुरै टोल नै चाहिँ सिल गरेर मेरो कोठामा पसेर सर्च गर्न थाल्यो रातको 9 बजीदेखि बिहान 2 बजीसम्म रातभरि सर्च। मलाई भेटायो त त्यहाँ के गर्थ्यो होइन थाहा छैन दाइ हुनुहुन्थ्यो नि त्यति बेला म लुगिसकेको थिएँ म त तर मेरो इम्पोर्टेन्ट फोटाहरू अघिबाट खिचेका फोटा पछिबाट खिचेका फोटा कान यता साइडबाट खिचेका फोटाहरू टोपी लगाएका फोटा टोपी नलागेका फोटा है फोटाहरू त्यस्ता सङ्कलन गरेर लाग्यो। अनि गीतका क्यासेटका मास्टरहरू है त्यहाँ एउटा गीतको क्यासेट थियो नाला पानीदेखि कालो पानीसम्म भन्ने त्यसको मास्टर पनि लगिदिएछन् अरू त ठिकै थियो अरू त पाइन्थे होइन त्यसको क्यासेटहरू अन्त थिएनन् मसँग मात्रै थियो त्यो पनि लगिदिएपछि एउटा ठुलो कृति हरायो। त्यसपछि त्यो चाहिँ गीति नाटक हो कि गीति नाटक त्यो भयो। त्यसपछि त अब एकदमै भयङ्कर टाइट मलाई खोजेर यसरी खोज्न थाल्यो कि अब उनीहरूको रिडिङ के रहेछ भने एउटा गीतले युवाहरूको माइन्ड वास गर्यो तर चाहिँ उतातिर जनतातिर जाने एउटा मनोवृत्ति मनस्थिति तयार पारिदियो भन्ने त्यो प्रकारको रिडिङ रहेछ यो त्यो उनीहरूलाई त्यो थाहा थियो माओवादी पार्टीको मान्छे त होइन तर यसको कर्मले उनीहरूलाई समर्थन गर्यो त्यो रहेछ। एउटा इभेन्ट के थियो भने टुँडिखेलमा माओवादीबाट जफत गरिएका सामग्री भनेर उ गरेको थियो सेनाले प्रदर्शन गरे सङ्कटकालकै बेलामा पत्रकारलाई देखाएको बहादुरी देखाएको। त्यहाँ के थियो भन्दाखेरि ठुला ठुला हतियारहरू कब्जा गरेका के भन्छ एसएलआर के भन्छ नि होइन अलि सानो सानो अनि बन्दुकहरू अनि पिस्तोल हुँदै हुँदै कतै हतियार खुकुरी सुकुरी। त्यसपछि आतङ्ककारी
दस्तावेज भनेर माओका लेनिनका कृतिहरू त्यसपछि प्रचण्डले लेखेका दस्तावेजहरू बाबुरामहरूका लास्टमा के थियो भने आत्मकारी क्यासेट भनेर जम्मै हाम्रो रक्तिमका क्यासेटहरू चाहिँ आत्मकारी क्यासेट क्यासेटहरू भनेर राखेका यस्तो के हो नि कुनै जस्तो दाइले पक्राउ गर्दा थुन्दा त्यसो गर्दा बयान लिँदा त्यस्तो गर्दा कहिले यो कुरा पनि गर्थ्यो उनीहरू होइन मलाई त पक्रेन पक्रेन मलाई पक्रिन त कोसिस गरे तर बाँचियो भूमिगत भएर गइयो त्यसपछि कहिले इन्डिया कहिले कता गएर त्यसपछि अब शान्ति प्रक्रिया आयो आयो शान्ति प्रक्रिया पछि फेरि एकपल्ट यी गीतहरू बाहिर निस्किएन अनि अब शान्ति प्रक्रिया सुरु भएपछि त हिजोका जसलाई आतङ्ककारीको ट्याग लागेका नेतादेखि लिएर सबै पनि अब सामान्य जीवनमा आइपुगे अब त्यो अवधिमा दाइले गरेको गीत सङ्गीतको प्रभाव योगदान उनीहरूले पनि नबुझेको कुरा भएन उनीहरूसँग पनि भेटघाट कुराकानी हुन थाल्यो ठुला चाहिँ कार्यक्रमहरू हुन थाले ती कार्यक्रममा दाइलाई बोलाउन पनि थाले उनीहरूले के भन्थे जस्तो उदाहरणको लागि माओवादी जनताबाट आएको नेताहरू छ नि जनार्दनसम्म पहिलोचोटि मैले भेट भयो भनेको शान्ति मन्त्री भएको थिएँ जनार्दन शर्मा होइन शान्ति मन्त्रालयमा बोलाएर हामीलाई मलाई एउटा ठुलो रेस्पोन्स गरे रेस्पेक्ट तपाईँको गीत सुन्दै बन्दुक पड्काउँदै गरेको हामीले आज देख्न पाइयो ठुलो भाग्य हाम्रो भनेर यस्तो एउटा सम्मानपूर्वक कुरा गरेका थिए तिनले त्यसपछि अरूले पनि सबैले त्यस्तै भन्थे त्योभन्दा अगाडि उहाँहरूसँग भेट भएको थिएन मुख्य नेताहरूसँग चाहिँ भएको थिएन पहिलोपटकै उहाँले बोलाउनु पहिलोपल्ट उहाँले बोलाउनु र त्यो लेभलको नेता मध्येको पहिलोचोटि उहाँसँग भेट भएको थियो त्यसपछि त अब प्रायः सबैले त्यही नै कुरा गर्थे मलाई अब त्यति बेला गणतन्त्र रेडियो भन्ने रहेछ उहाँहरूको माओवादीको रेडियो गणतन्त्र रेडियो बोकेर हिँड्ने कता कता डोको रेडियो त्यहाँ भयभरका गीत हाम्रो मात्रै बज्दो रहेछ उनीहरू गीत बाहिर आएको थिएन त्यतिखेरसम्म गीतहरू चाहिँ उनीहरूले रेकर्ड गरेका थिएनन् अब जति पनि गीत छन् हाम्रो गीतहरू फेरि के रहेछ भने प्रत्येक उनीहरूको लडाकुहरूको होइन झोलामा अनि बाहिर रूपमा हाम्रो क्यासेटहरू हुँदो रहेछ त्यति बेला सानो एउटा वाकम्यान हुन्थ्यो होइन सानो क्यासेट हाल्ने मात्रै हो नि गाना लाएर सुन्ने अनि त्यो खिचखिचले घुमाउने फेरि बजाउने बेटारी सकिन्छ भनेर त्यसले घुमाउने प्रत्येकको पासमा एउटा वाकम्यान अनि हाम्रो क्यासेटहरू त्यो सेनाले सायद त्यसरी नै ल्याएको थियो होला र पनि भन्ने भयो आतङ्ककारी क्यासेटहरू आतङ्ककारीले सुनिरहेको भन्ने भयो उनीहरूको भाषामा उनीहरूलाई फाइदा पुग्ने क्यासेट जनयुद्ध अवधिभरि त दाइको गीतहरूले जनयुद्धको जुन वर्ग सङ्घर्ष चलिरहेको थियो त्यसका योद्धाहरूका लागि नै गीत बनाएको जस्तो हुन गयो सेनाले त आतङ्ककारी क्यासेटहरू नै भनेर प्रचार गर्यो त्यो अब जनयुद्ध सकिएर शान्ति प्रक्रिया सुरु भएपछि त्यसको मुख्य नेतृत्वहरूसँग होइन जस्तो प्रचण्डहरू बाबुराम भट्टराईहरूसँग दाइको पछि कुराकानी पनि भयो होला उहाँहरूले चाहिँ दाइलाई कसरी रेस्पोन्स गर्नुहुन्थ्यो उहाँले पनि त्यही तिनै कुरा गर्नुहुन्थ्यो तपाईँहरूको ठुलो योगदान छ हाम्रो सफल हुनुमा त्यो गीत सङ्गीतको ठुलो हिस्सा यो हाम्रो आन्दोलनको सफलताको ठुलो हिस्सा तपाईँको उसमा जान्छ होइन भन्ने कुरा नै गर्नु त सबैले यही प्रकारको प्रशंसै गर्नुहुन्थ्यो त्यसपछि चाहिँ केही आशा पनि गर्नुभएको थियो हाम्रो पार्टीमा आए हुन्थ्यो सङ्गठित भए हुन्थ्यो भन्ने अफर पनि आयो होइन तर मैले के सोचेँ भने अब कहिले यता कहिले उता पुत्त होइन त्यो प्रवृत्ति चाहिँ त्यति ठिक लागेन मलाई जता जता काफल पाएको उतै उतै चरी नाच्यो भने जस्तो किन गरिरहनु एउटा योगदान दियो ठिकै त छ होइन फेरि पनि योगदान त मेरो तर्फबाट हुन्छ नै जहाँ जसले राम्रो काम गर्छ त्यसलाई योगदान दिने हो जहाँले गलत गर्छ त्यहाँनिर विरोध गर्ने हो अथवा इग्नोर गरिदिने हो त्यसलाई उहाँहरूको प्रस्तावमध्ये एउटा चाहिँ पार्टीमा आइदिए हुन्थ्यो भने भयो अर्को चाहिँ
त्यति बेलाको राज्यका निकायहरू जस्तो सांस्कृतिक संस्थानहरू, प्रज्ञा प्रतिष्ठानहरू जस्तो ठाउँमा पनि तपाईँ गएर भूमिका खेल्दै हुन्थ्यो भन्ने अनुरोध पनि थियो कि? त्यो हो, त्यस्तो धेरै उम्, धेरै अफरहरू आए। उम्, सांसद बनाउने प्रयत्न गर्नुभएको नि हो त्यो उम्, अवस्थामा। तर म यसै राम्रो छ यो मेरो जीवन भन्ने भयो कि। दाइले त एउटा गीतै पनि लेख्नुभयो, त्यो शान्ति प्रक्रिया पछि नै लेख्नु भएको गीत हो क्यारे यो? त्यति बेला मलाई के लागेको भने केही भ्रष्टाचारका सङ्केतहरू देखा परे कम्युनिस्ट आन्दोलनभित्र, कम्युनिस्ट आन्दोलनभित्र, है कम्युनिस्ट आन्दोलनभित्र, प्रजातन्त्र आन्दोलनभित्र, सबैतिर सरकारमा जाने, त्यसपछि तस्करहरूसित घुसखोरहरूसित मिलेमित गर्ने, जनतालाई व्यवस्था गर्ने, जनताको जीवनशैलीभन्दा फरक प्रकारको आफ्नो जीवनशैली बनाउन खोज्ने, है ती प्रवृत्ति देखा परिसकेपछि मैले यो व्यङ्ग्यात्मक गीत हो वास्तवमा हुने। अथवा भन्दाखेरि हिजो आन्दोलनबाटै आएको, गरिबको नारा लगाएरै आएको, गरिबको पक्षमा युद्ध गरेरै आएको पङ्क्तिमै अझ त्यो बढी देखिन थालेपछि दाइले लेख्नुभयो जस्तो लाग्छ। यो पछिल्लो समय धेरै ठाउँमा दाइले यो गीत गाउनु पनि भएको छ, हामी दुई लाइन सुनौँ न दाइ। यसमा के थियो भने सँगै लडेका, सँगै भिडेका, सँगसँगै सातु खाएर, चिउरा खाएर, एउटै झुप्रोमा सुतेर हिँडेका मध्ये एक थरी जहाँको त्यहीँ रहे। अर्कातिरको जीवनशैली धेरै माथि पुग्यो एकैचोटि, 1-2 वर्षको अन्तरालमै, है जो मन्त्री भए, जो सांसद भए, है तिनीहरू एकाएक तिनीहरू चाहिँ हाइफाई भयङ्कर माथि उठ्यो, अर्कै वर्गमा पुगे, वर्गीय रूपमै ठुलो अन्तर पर्नु। तीभन्दा पनि अझ बढी योगदान दिएका कतिपय योद्धाहरू, अझ बढी कुर्बानी गरेका घाइतेहरू, शहीद परिवारहरू, होइन ती त झन् हालत झन् खराब भयो। केही मान्छेहरूले धेरै ठुलो सम्पत्ति आर्जन गरे, केही मान्छेहरूलाई त्यस्तो झुप्रोमा, है त्यो अवस्था देखिसकेपछि यो नगरौँ न बाबा, हो यस्तो त अत्याचार भयो भनेर यो गीत। कालो धन थुपारेर ढल्की हिँड्नु भन्दा, कालो धन थुपारेर ढल्की हिँड्नु भन्दा, हलो जोत्नु गिटी कुट्नु होला राम्रो धन्दा, होला बरु झोपडीमा भोकै सुत्नु राम्रो, होला बरु झोपडीमा भोकै सुत्नु राम्रो, बितोस बरु जिन्दगी पसिनामै हाम्रो, चाहिँदैन मलाई सिसाको माला, चाहिँदैन मलाई चमेलीको बास, यसै राम्रो छ यो मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास। गीत गाएँ, नेताहरूलाई पनि सुनाएँ, कार्यकर्ताहरूलाई पनि सुनाएँ। के लाग्थ्यो यो गीत सुनेपछि ती नेताहरू जसको जीवनशैली फेरिएको थियो, जसको वर्ग उत्थान भएको थियो, तिनीहरूलाई अगाडि नै राखेर पनि दाइले 2-3टा प्रोग्राममा यो गीत गाएको हामीले धेरै ठाउँमा गाएको छ। त्यो उनीहरूको प्रतिक्रिया अथवा उनीहरूले कसरी तपाईँको यो गीत सुनेपछि के रेस्पोन्स गर्थे? धेरै राम्रो छ भन्नु पर्यो। गीत त धेरै राम्रो छ भन्नु पर्यो, मनमा जे भए पनि त यस्तो किन लेखेको त भन्न मिलेन। अब भित्रको कुरा त अब के थाहा, होइन त्यस्तो थियो। त्यसपछि अलिकति दूरी पनि बढ्यो होला भनेको तपाईँसँग त्यस्तो त अब मैले अनुभूति गरिनँ, होइन साहित्य नै थियो त्यो त। अब दाइले आफ्नो जनसङ्गीत भनेको जनताको पक्षमा गीत गाउँदा गाउँदै अब होइन 50 वर्ष यसमा बिताइसक्नु भएको छ, 5 दशक भयो, आधा शताब्दी नै हो एक ढङ्गले भन्दाखेरि। हिजोदेखि आजसम्म पनि जनताकै पक्षमा गीत गाउनु भएको छ। दाइको गीतका शब्दले भन्छ कि संसारमै गरिबको राज्य छैन भने पनि हामीलाई यो देशमा ल्याउन मन छ भनेर। तर दाइले गीत गाउन थालेकै 50 वर्ष भयो, नेपालमा सर्वहारा वर्गको या श्रमजीवी पक्षमा काम हुन, सङ्गठित ढङ्गले काम हुन थालेको झन्डै 8 दशक भयो। तर गरिबको राज्य त अहिले पनि छैन। हेर्नुहोस्, यस्तो कुरा गर्ने हो भने त 1848 मा कार्ल मार्क्सले घोषणा पत्र लेखेका हुन्।
कम्युनिस्ट मेनिफेस्टो। मेनिफेस्टो। उनलाई सोध्ने हो भने के भन्नु यदि जीवित भएको 1848 तपाईँले घोषणा लेख्नुभएको थियो, तर अहिलेसम्म आएन, आएन। किन आएन भनेर सोध्ने। यो त आज एक दिनको कुरा होइन, 2 दिनको कुरा होइन, 1 शताब्दीको कुरा होइन, होइन। समाजवाद साम्यवादको एउटा चाहिँ अवधारणा भनेको विश्व साम्यवादको अवधारणा। जबसम्म गरिब र धनीको विभेद रहन्छ संसारमा, है, जबसम्म हुँदा खाने र हुने खानेहरूको चाहिँ विभेद रहन्छ संसारमा, जबसम्म शोषक र शोषितको चाहिँ अस्तित्व रहन्छ, होइन। यो त आन्दोलन चलिरहन्छ, कहिले कसले जित्छ, कहिले जित्छ, कहिले चाहिँ अब साम्यवादीले जित्छन्, कहिले पुँजीवादीले जित्छन्, होइन। यो त निरन्तर चलिरहने प्रक्रिया हो। यो अहिले मेरो पालामा भएन उनीहरू आतिने, होइन, अथवा 10 वर्षभित्र भयो किन भएन उनीहरू आतिने। त्यो त के हाम्रो त त्यो दर्शनै होइन। सत्य न्याय र समानताको युग नआएसम्म यो आन्दोलन रोकिन्न। कहिले प्रकट हुन्छ, कहिले सुसुप्त हुन्छ, कहिले जितको अवस्थामा हुन्छ, कहिले हारको अवस्थामा हुन्छ, त्यति मात्रै अन्तर हो। तर वर्गीय आन्दोलन गर्ने सङ्गठनहरू, नेतृत्वहरू क्रमशः बलियो हुँदै गएको छन् कि कमजोर हुँदै गएको छन् भनेर हेर्दाखेरि चाहिँ कस्तो देखिन्छ? यस्तो छ हेर्नुहोस्, तपाईँले चाहिँ एउटा कार्ल मार्क्स र एङ्गेल्स मरिसकेपछि विश्वका पुँजीपतिहरूले, शोषक वर्गले के भन्यो भने अब कम्युनिस्टको अस्तित्व समाप्त भयो। स्वयं कार्ल मार्क्स हुँदा र एङ्गेल्स हुँदा त कम्युनिस्ट आएन। फ्रान्समा आयो 72 दिन पनि टिकेन। त्यो कहिले आउँछ, आउँदै आउनु त सकियो। खुसीले गदगद थिए, हर्षमा थियो, हो संसारभरि अब सकियो कम्युनिस्ट भन्ने थियो, होइन। सकियो त, अक्टोबर क्रान्ति भएन। अनि फेरि ज्या कम्युनिस्ट त मर्दा रहन्छ नि। अक्टोबर क्रान्ति भयो, त्यसपछि चिनिया क्रान्ति भएपछि चिनिया क्रान्ति भयो र 3/4 विश्वका चाहिँ भूभाग उनीहरूले चाहिँ क्याप्चर गरे। संसारभरि डगमग ल अब आज गयो कि भइगयो भन्ने भयो पुँजीपतिहरूको शासन। कैयौँ वर्षमा, ल कति वर्ष, आधी शताब्दी भयो, भयो। 1917 देखि 1960 49 चिनिया क्रान्ति भएको, 75-76 मृत्यु भयो। त्यसपछि पनि कहीँसम्म विश्व त हल्लाकै थियो। अब अहिले यिनीहरू चाहिँ के 10-15 वर्ष 20 वर्ष भयो होला, सकियो भने होइन। कहाँ त्यो दर्शन हो नि त, कहाँ सकिन्छ, होइन। त्यो विश्व दर्शन हो, संसार बदलिने दर्शन हो त्यो। तर अहिले धेरै मैले यो प्रश्न किन गरेको भने नेपालमा वामपन्थी आन्दोलन सकियो, पश्चिम बङ्गाल जस्तो भयो, फलाना इन्डिया केरला जस्तो भयो, संसारभरि ढल्यो भनेर पटक पटक भनेको छन्। र त्यो अहिले नेपालको कम्युनिस्ट झन्डा बोकेर जसले पछिल्लो 8-10 वर्ष सरकारमा गएर काम गरिरहेको थियो, उनीहरूको एक ढङ्गको पतन भएपछि अब कम्युनिस्टहरू सकिए भन्ने सङ्कथन फेरि नेपालमा आइरहेको छ। र यसलाई चाहिँ तपाईँले अनि कोही कम्युनिस्ट नाम गरेका मान्छे भ्रष्ट हुँदै, अथवा कोही कम्युनिस्ट पार्टी नाम गरेको सङ्गठन सकिँदैमा आन्दोलन सकिने होइन, है। ती मान्छे पो सकियो होला, त्यो सङ्गठन पो कमजोर भयो होला त, होइन। आफ्नै कारणले होला अथवा अरू कारणले होला। विचार दर्शन त कमजोर हुँदैन नि त। त्यो फेरि नयाँ जगमा नयाँ सिरेबाट फेरि नयाँ सङ्गठनको एउटा चाहिँ हुङ्कार बोकेर फेरि अर्को थरी आउँछन्। त्यो त छँदैछ कि यो दर्शनलाई नै स्वाटै बढाएर संसारबाट उडाउनु त कुनै जादुको छेड त छैन होला उनीहरूसित। त्यस कारण यो चाहिँ एकछिनको हावा हो। ठिक छ, यो अलि वर्ष चल्ला, 20 वर्ष 30 वर्ष 100 वर्षै नआउलान्, होइन। फेरि पनि त्यो अन्तिम समयसम्म मान्छे लडिरहन्छ, जबसम्म संसारमा सत्य न्याय र समानताको युग आउँदैन। कुनै न कुनैमा लडिरहेछ त मान्छेहरू, होइन। कम्युनिस्ट झन्डा
भर्खरै नलडेर गए पनि पुँजीपतिको विरुद्ध शोषकहरूको विरुद्ध मान्छेहरू लडेकै छ नि त विभिन्न प्रकारले अहिले पनि। के शान्ति छ त संसारमा? कहीँ कतै छ शान्ति? नेपालमा ल कमजोरी सकिएर शान्ति कायम हुन्छ त अब? त्यस कारण धनी गरिबको जुन एउटा वर्गीय भेद छ त्यो समाप्त नहुन्जेलसम्म कहिले जित कहिले हार हुँदै यो आन्दोलन अगाडि बढिरहन्छ। पछिल्लो समय कम्युनिस्ट नामकै सङ्गठन पार्टीहरू नेपालमा एक ढङ्गले भनौँ न विचलन पतन भएपछि यो न्यारेटिभ आएको छ। दाइले भन्नुभयो जस्तो सिसाको महलमा पनि त्यही आन्दोलनबाट आएकाहरू जसले हिजो गरिखाने वर्गको प्रतिनिधित्व गर्छौँ भन्थे उनीहरू नै सिसाको महलमा पुगे र अहिलेको स्थिति आएको पनि त होइन। सिसाको महलमा जानु नै गलत होइन, त्यो मैले भन्दिनँ। सिसाको महलमा बस्नुपर्छ, हामी टल्कनी कालमै हिँड्ने हो, सब नेपालीलाई खुसी पार्ने हो, विश्वभरिका सब जनताहरू खुसी हुने हो, सुखी हुने हो है, त्यो हो नि हाम्रो सिद्धान्त। दुःखै पाएर मर्नुपर्छ भन्ने सिद्धान्त त होइन, सबलाई सुखी बनाउने सिद्धान्त हो। तर यहाँ त हाम्रो आफू मात्रै भयो। यस्तो हो, त्यो सिसाको महलभित्र त्यो चिल्लो टल्कनी गाडीभित्र कालो धनको थुप्रो हुनु भएन भन्ने कुरो होइन। मेहनतले कसैले राम्रो घर बनाउँछ भने त के त बनाएर बस्ने त होइन। कहाँ जलिसक्यो दुःखै पाएर बस्नुपर्छ, कहाँ सिद्धान्त हुन्छ त्यस्तो? कम्युनिस्ट सिद्धान्त नि त्यो हुन्न, कसैको सिद्धान्त त्यस्तो हुँदैन। तर भ्रष्टाचार गरेर शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गरेर कालो धन थुपारेर माफियागिरी गरेर लाखौँ मान्छेलाई शोषण गरेर त्यसरी चाहिँ बस्नु भएन भन्ने कुरा मात्रै हो। ठिक छ दाइ, अब अलिकति अब हामी फेरि सङ्गीतको क्षेत्रमै आउँ। पछिल्लो समयमा दाइले चाहिँ सङ्गीतका अरू योजनाहरू पनि केही बनाउनु भएको छ कि गीत सङ्गीतको क्षेत्रमा आफ्नो? फेरि केही पनि योजना हुन्न, जिन्दगीको त योजना छैन, गीतको के योजना? तपाईँको बितेको 5 दशक हेरेर तपाईँ योजनामै काम गर्नुभएको देखिन्छ। कसरी यत्रो सयौँ दिशा छ, एउटा दिशा छ, योजना छैन। अबको दिशा कता छ त? उही हो दिशा परिवर्तन भएको छ है। अब अहिले चाहिँ यो टेक्नोलोजी नयाँ नयाँ आएर म्युजिसियनहरूलाई, गीतकारहरूलाई, कम्पोजरहरूलाई, एरेन्जरहरूलाई उनीहरूको चाहिँ सृजनशीलता नै मास्दियो, अथवा अब त एरेन्जर चाहिँदैन अथवा त कम्पोजर चाहिँदैन, गीत लेखेर एआईलाई दिएपछि एआईले बनाइदिन्छ भने जस्तो तर्कहरू पनि गरिएको छ। र कतिपय हामी गीतै पनि अहिले होइन यो शब्द मैले लेखिदिएको म्युजिक एआईले गरेको भन्दै मान्छेहरूले सामाजिक सञ्जालमा हालेको पनि छन्। त्यो एउटा कृत्रिम बौद्धिकताले होइन मान्छेको बौद्धिकता वा मान्छेको सृजनशीलतालाई चाहिँ मासिरहेको छ भन्ने पनि छ। यसलाई दाइले कसरी हेर्नु भएको छ? तपाईँको गाउँमा पहिले खच्चडले भारी बोक्थे, मोटर गयो, भरियाले भारी बोक्थे, मोटर बाटो गयो। तपाईँले मोटर बाटोलाई गाली गर्नुहुन्छ? स्वागत गऱ्यौँ हामीले मोटर बाटोलाई। त्यही खच्चर खेतालाले नि स्वागत गर्यो, भरियाले नि स्वागत गर्यो। मेरो रोजीरोटी हरियो भनेर मोटर ड्राइभरलाई गाली गर्ने यस्तो हुन्छ? आउँछ नि कम्प्युटर आउँदाखेरि के भयो? कहीँ चाहिँ मान्छेहरू बेरोजगार भयो। 6 जना मान्छेले गर्ने काम एउटै कम्प्युटरले गर्दा, अनि त्यो कम्प्युटरलाई युज नगर्ने? तपाईँ कहाँ कम्प्युटर चाहिँ छैन, ल्यापटप चाहिँ छैन छ नि? त्यही हो, एआई आएको भन्दा खुसी हुनु पऱ्यो, त्यसलाई यो सदुपयोग गर्नु पऱ्यो। हामीले नयाँ प्रविधि हो, नयाँ प्रविधिलाई हामीले सबै एरेन्जरहरूले, सङ्गीतकारहरूले त्यो नयाँ प्रविधिलाई प्रयोग गर्ने हो। जसरी कम्प्युटरलाई प्रयोग गरियो हामीले होइन, किबोर्ड्स आयो होइन, मादल र चाहिँ हार्मोनियम, मादल बजाउनेले किबोर्डलाई सराप्ने, हार्मोनियम बनाउने किबोर्ड सराप्ने, यस्तो हुन्छ कोही? एआई आयो भने झन् उन्नत स्तरको सङ्गीत बन्छ, सङ्गीतकार खुसी हुनु पर्यो। उन्नत स्तरको एरेन्ज बन्छ, एरेन्जरहरू खुसी हुनु पर्यो। बरु त्यो प्रविधिसँग आफूलाई कसरी एडजस्ट गर्ने, अपग्रेड गर्ने, इन्हेन्स गर्ने होइन। आफू पुरानो हो भने रेनोभेट गर्ने, सकिन्न भने नयाँलाई दिने, जिम्मा दिने। सकिन बाबा म चाहिँ तिमीहरूले गर भन्ने होइन, गर्छ, नयाँले सिक्छ, हामीले भन्दा नयाँले राम्रोसँग सिक्छ।
टेक्नोलोजीलाई गाली नगर्ने। त्यो त आउँछ, तर आउनै पर्छ। त्योभन्दा अझ उन्नत आओस् होइन। जति उन्नत आउँछ त्यति राम्रो बन्छ होइन। त्यही भएर चाहिँ 100जनाले फरियाले भारी बोक्ने ठाउँमा एउटा ट्रकले टिपर लैदिन्छ भनेपछि त्यस्तै हो। अब यो एआईलाई उपयोग गर्ने, सदुपयोग गर्ने हो सबै एरेन्जरहरूले, म्युजिसियनहरूले। मेरो रोजीरोटी खोसिदियो भन्नु त त्यस्तो हुँदैन। अनि अलि यो सङ्गीतको कुरा गर्दाखेरि सङ्गीतको जुन समीक्षाको पाटो छ, आलोचनाको पाटो, त्यो चाहिँ अलिक कमजोर छ जस्तो मलाई चाहिँ त्यस्तो लाग्छ। नेपालमा अब बाहिर पनि धेरै कमै हुन्छ, किनभने यो ठुलो उद्योग पनि होइन। जसरी सिनेमा उद्योग जति व्यावसायिक छ त्यति पनि सङ्गीत छैन। अर्कोतिर जसरी साहित्य क्षेत्र छ नि, साहित्य क्षेत्रमा जसरी समालोचनाको एउटा आफ्नो विशिष्ट विधाका रूपमा त्यसलाई व्यवहार गरिन्छ, त्यो सङ्गीत क्षेत्रमा चाहिँ अलिक समीक्षा आलोचना कम हुने गरेको हो कि जस्तो मलाई लाग्छ। दाइले कतिको महसुस गर्नुभएको छ सङ्गीतको समीक्षा? सङ्गीतको समीक्षा कसले गर्छ? सङ्गीतका आलोचकहरूले, जो सङ्गीत जानेकै मान्छे कि समालोचकहरूले? सङ्गीतको दुनियाँ र अरू दुनियाँमा अलिकति फरक छ। अरू दुनियाँ के हो भने एक्लै बसेर चिन्तन गर्ने दुनियाँ। साहित्य त्यो हो, दर्शनको त्यो हो होइन। तर सङ्गीत भनेको एक्लै हुँदैन, त्यसलाई टिम चाहिन्छ। तपाईँले एरेन्जर चाहियो, तपाईँले बाजा बजाउने बाँसुरी बजाउने मान्छेहरू चाहियो होइन, गीत लेख्ने चाहियो। उनीहरूलाई अरूलाई त्यति बढी चाहिँ समय मिल्दैन जस्तो लाग्छ। तैपनि तपाईँले भने जस्तो मलाई पनि के लाग्छ भने सङ्गीतको समीक्षात्मक कार्यक्रम चाहिँ त्यति भएको देखिँदैन। सही हो, तर गर्नु चाहिँ पर्ने हो। त्यसो भएको भए नेपाली सङ्गीत अहिले जहाँनिर छ, योभन्दा सङ्गीत पनि उन्नत हुनलाई चाहिँ होइन, वाद विवाद आलोचना समालोचनाले चाहिँ के मद्दत पुर्याउँछ? त्यसैले उन्नत गर्छ, माथि पुर्याउँछ भन्ने त होइन। तर यहाँनिर तिम्रो सङ्गीतमा कमजोरी छ भने कसैले देखाइदियो भने ती सङ्गीतकारहरूलाई चाहिँ एउटा ऊ मिल्छ, फिडब्याक होइन, मिल्छ भन्ने लाग्छ। अब पछिल्लो समय दाइले चाहिँ अलिकति यो संस्थागत अभियानहरू, यो अभियात्रा मार्फत पनि गत साल एउटा अभियान पनि गर्नुभयो, त्यसको अहिले नेतृत्व पनि गरिराख्नु भएको छ। त्यो कस्तो संस्था हो र त्यस मार्फत के गर्ने योजना बनाउनु भएको छ सङ्गीत अभियात्रा मार्फत? सङ्गीत अभियात्रा भनेको प्रगतिशील गीत सङ्गीतमा निरन्तर लागिरहेका सङ्गीतकर्मीहरूको एउटा साझा संस्था हो। ती सङ्गीतकारहरू कुनै पनि पार्टीमा हुन सक्छन् या नहुन पनि सक्छ, स्वतन्त्र पनि हुन सक्छन्। तर एउटा मात्रै यहाँ चाहिँ के हो भने क्राइटेरिया होइन, कन्डिसन, कहिले प्रगतिशील कहिले गैर प्रगतिशील खालका सङ्गीतकारहरू हुनु भएन। प्रगतिशील क्षेत्रमा दत्तचित्त भएर लागिरहेका सङ्गीतकारहरूको एउटा संस्था बनाऊ भनेर हामीले सुरु गरेका छौँ। एक राउन्ड हामीले यसबाट कार्यक्रम गऱ्यौँ, ठुलो एउटा रेस्पोन्स नेपाली जनताले धेरै राम्रो यसलाई चाहिँ सम्मान गरेका छन्। अब चाहिँ फेरि बसेर सल्लाह गर्ने हो। अब हामी अलिकति उत्तरार्धतिर पनि छौँ दाइ। जस्तो हामीले अहिलेसम्म कुराकानी उत्तरार्ध यो कार्यक्रम अर्धवर्ल हो सकिनै लागेको छ होइन, हामी सक्छौँ। हामीले अब जनसङ्गीतको होइन, जनपक्षी सङ्गीतको कुराकानी गऱ्यौँ। त्यसको समानान्तरमा अर्को धारा पनि छ होइन, समानान्तरमा यो धारा छ र त्यो धारालाई त दाइले 50 वर्षदेखि आफ्नो धारामा काम गर्नुभएको छ र समानान्तर धारासँग एक ढङ्गले भन्ने भने अब सङ्घर्ष प्रतिस्पर्धा पनि गरिरहनु भएको छ। अब हामी त इतिहासमा त अहिले धेरै कुरा गर्न भ्याउँदैनौँ, तर अहिले समकालीन समयमा जति बेला अहिले दाइले सिर्जना गरिराख्नु भएको छ, त्यही समयमा प्रतिध्रुवको धाराले गरेको कामलाई चाहिँ कसरी हेर्नु भएको छ र त्यसको सङ्गीत क्षेत्रलाई चाहिँ तपाईँको मूल्याङ्कन के छ? अब प्रगतिशील क्षेत्रका सङ्गीतकारहरू
लाई भन्दा उनीहरूलाई धेरै ठुल्ठुला अवसरहरू छन् है। सपोर्ट गर्ने संस्थाहरू पनि ठुल्ठुलै हुन्छन्। अब यी सर्वहारा वर्गका गीतहरूलाई सर्वहाराले अब रेस्पोन्स गर्ने हो। जनता गीतलाई जनस्तरबाटै रेस्पोन्स गर्ने हो। तर अब अरू बाँकी गीतहरूलाई अलि सम्पन्न मानिसहरूले उनीहरूले फिडब्याक दिन्छन्, उनीहरूले सपोर्ट गर्छन्, आर्थिक सपोर्ट गर्छन्। अब राज्य र सरकारका निकायहरू, राज्य बाहिरका व्यावसायिक प्रतिष्ठानहरूले होइन, व्यावसायिक संस्थानहरूले, त्यस कारण उनीहरूले चाहिँ साधन स्रोत अलिक बढी भएको हुनाले जीवनको र बाँच्ने आधार पनि त्यहाँबाट सम्भव छ भनेर उनीहरूले देख्छन् होइन। त्यस आधारमा उनीहरू तल्लीन भएर लाग्छन्। यता के छ भने सायद बाँच्ने आधार एकातिर खोज्नुपर्ने, फेरि सङ्गीतको क्षेत्रमा फेरि समय दिनुपर्ने। त्यो अवस्थामा प्रायः जसो प्रगतिशील सङ्गीतकारहरू छन्। त्यसले गर्दाखेरि त्यो धारालाई जो काम गरिरहेछ ढुक्कसित गरिरहेछ उनीहरूले। र कतिपय ठिकै पनि छन्, कतिपय अलि देश र जनतालाई उल्टो दिशातिर अथवा नराम्रो बाटोमा डोर्याउने खालका साङ्गीतिक प्रस्तुतिहरू देखिन्छन्। त्यो भइरहेछ। तर अब उनीहरूको चाहिँ गुणात्मक हिसाबले जुन म्युजिकको हुन्छ नि एउटा क्वालिटीको हिसाबले, टेक्नोलोजीको क्वालिटीको हिसाबले त उनीहरू अब सुविधा सम्पन्न पनि छन्। त्यस आधारमा उनीहरूले भने जस्तो अहिले एउटा गीत रेकर्ड गर्नु पर्यो भने जति खर्च लाग्छ त्यो एउटा श्रमजीवी वर्गको गीत बनाउने मान्छेलाई जति गाह्रो छ त्यति त उनीहरूलाई छैन। त्यस कारण धेरै साधन स्रोतहरू प्रयोग गर्छन् उनीहरूले। र के छ भने उनीहरूको रूपमा राम्रो छ। सार हेर्ने हो भनेदेखि जिरो छ। हाम्रो सार मजबुत छ, रूप हेर्दाखेरि के हो भने कमजोर छ है। त्यस एउटा के छ भने तपाईँले मिठो स्याउ छ, मिठो स्याउलाई एउटा मिठो स्याउलाई काटकुट पारेर राम्रो प्लेटमा राखिदिनु भयो भने खाउँ खाउँ जस्तो लाग्छ। मिठो स्याउ छ, असिनाले हानेर दागी परेको छ, कोही चाहिँ अलि बाङ्गो बाङ्गो भएको छ, मिठो छ स्याउ। बाहिर हेर्दाखेरि चाहिँ रङ्ग न ढङ्गको छ। त्यो तपाईँले त्यति ला भन्नु दिने भनेदेखि खासै खानु मन पराउँदैन मान्छेहरूले। त्यस्तै भएको हो यो कुरा है। हाम्रो प्रगतिशील क्षेत्रका जनसङ्गीतहरू स्वास्थ्यको हिसाबले होइन, देश र जनताको हितको हिसाबले यी धेरै उच्च स्तरका छन्। तर के भयो भने किस्तीमा राख्ने होला, महँगा किस्तीहरू हामी त छैनन्, सजाएर राखिदिनु पर्ने त्यति मात्र पर्यो। तर चेतनशील मान्छेहरूलाई थाहा हुन्छ कि जतिसुकै राम्रो भाँडोमा टकारे पनि खराब चिज होइन, खराब चिज हो, खराबै हुन्छ। ठिक छ। अब यो 5 दशक लामो तपाईँको जुन साङ्गीतिक जीवन छ, त्यो जीवनलाई एकचोटि फर्केर हेर्दा आफ्नै जीवनलाई हेर्दा भनौँ न, हेर्दा चाहिँ अब एकदम गर्वको पक्ष चाहिँ के हो जस्तो लाग्छ, या जीवन नै पनि के रहेछ भन्ने हुन्छ नि। 5 दशक बिताएर यसो फर्केर हेर्दा जीवन के रहेछ भन्ने जस्तो लाग्छ दाइले? मैले फर्केर हेर्ने बानी चाहिँ छैन। अगाडि गएको यहाँसम्म अगाडि जाने हो, नत्र अगाडि हेर्ने, पछाडि फर्केर मैले हेर्दिनँ। हेरेकै फाइदा छ। अगाडि हेर्ने हो, अगाडि बढ्ने हो, अगाडि चाहिँ जाने हो, त्यति मात्रै छ। एउटा गीत थियो नि दाइको जीवन र सङ्घर्षको बारेमा। समयसँग सम्झौता होइन, सङ्घर्ष गर सङ्घर्ष, आउँछन् हजार चुनौती,
स्वीकार गर सहर्ष सुख र दुःखको द्वन्द्वले जीवनको बाटो खन्दछ हजारौं चोट सहेर पत्थर त्यो मूर्ति बन्दछ हजारौं चोट सहेर पत्थर त्यो मूर्ति बन्दछ समयसँग सम्झौता होइन सङ्घर्ष गर सङ्घर्ष आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष लक्ष्य छ विशाल अनन्त सुखको महासागर जानु छ टाढा अजङ्का दुःखका पहाड नाघेर यो पनि त अगाडिका चुनौतीहरू सामना गर भन्ने खालको रहेछ होइन पछि फर्केर हेर्ने खालको छैन। अब जीवनको अहिलेको चरणमा आउँदा पनि दाइको स्वर उस्तै छ। कुनै एउटा भेटमा दाइले मलाई 10-15 वर्ष अघि भन्नुभएको थियो 60 नागेपछि चाहिँ मेरो स्वरले पनि कति काम गर्छ भन्न सकिन्न, त्यति बेला चाहिँ लेखपढको योजना गर्ने छ मेरो विचार भन्नुभएको थियो। तर अहिले पनि उस्तै स्वरमा गाइराख्नु भएको छ। दाइको स्वर कायम रहोस् त्यसको लागि शुभकामना छ। यहाँनिर आइपुग्दा चाहिँ आफूले देखेको कुनै सपना जो अझै अधुरो छ, यो रहर चाहिँ मेरो बाँकी छ, अझै मलाई यो गर्न मन छ भन्ने पनि केही त्यस्तो छ दाइको? अब सपना त एउटै हो है, लक्ष्य छ विशाल अनन्त सुखको महासागर, त्यहाँ अरू सपना छैन, व्यक्तिगत सपना छैन। तिम्रो आँखाको तिम्रो ओठको हाँसो मेरो मनको सपना, सारा संसारभरिका जनताहरूको ओठको हाँसो मेरो मनको सपना त्यही हो। त्योभन्दा अरू कुनै सपना छैन। गन्तव्य पनि त्यही हो, त्यहाँ बाहेक अरू कुनै गन्तव्य छैन। योजना पनि त्यही हो, त्यहाँ बाहेक अरू कुनै योजना छैन। त्यो दिशामा, त्यो गन्तव्यमा, त्यो सपनाको लागि अगाडि बढ्दै जाँदा बिचबिचमा के आउँछन्, कत्र कत्र पहाड आउँछन्, ती नाग्दै नाग्दै जाने हो। कति पहाड त नाग्यो, पञ्चायतको अग्लो पहाड नाग्यो होइन, त्यसपछिको राजतन्त्रको पहाड पनि नाग्यो, फेरि पनि पहाड आउँदैछन्, नाग्दै अजङ्का पहाडहरू नाग्दै नाग्दै जाउँ, कहिलेसम्म कहाँ पुगिन्छ होइन। ठ्याक्क मैले यही गर्छु भनेर किलो गाडेर भन्यो भने त दुःखी भइन्छ। त्यो हुनु नि सक्छ, नहुनु नि सक्छ, भएन भने दुःखी भइन्छ। ठिक छ दाइलाई एकदम धेरै धन्यवाद छ। दाइलाई शुभकामना पनि छ, आगामी दिनको सुस्वास्थ्यको पनि कामना छ, सृजनशीलताको पनि कामना छ। अनि अर्को 50 वर्ष पनि दाइको फेरि यस्तै सृजनशील रहिरहोस्। हामी फेरि अर्को भेटमा, अर्को पोडकास्टमा फेरि कुराकानी गर्नेछौँ। हामीलाई समय दिनुभएकोमा दाइलाई धेरै धेरै धन्यवाद। जाँदा जाँदै 2 लाइन कुनै गीत फेरि सुनाउँ र छुटौँ। ल, तपाईँको कामना पुरा होस् र मेरो 2 लाइन। सिमली छायामा बसी भरिया लामो सास फेरेको, उमेर भइसक्यो 80 झन्ठुला दुःखले घेरेको। The Thousand Thoughts.